अब हामी चाहिँ एआई प्रोडक्टिभिटी बुट क्याम्प भन्ने छ। अब आज चाहिँ हामीले एआई को युज गरेर चाहिँ आफ्नो डेली लाइफमा कामहरूलाई कसरी छिटो बनाउने, कसरी प्रोडक्टिभ बनाउने भनेर चाहिँ आज हामीले सिकाउनेछौँ होइन। आजको यो जुन बुट क्याम्प छ यसबाट चाहिँ हामी धेरैजनाले चाहिँ फाइदा लिन सकिन्छ। कसरी गर्न सकिन्छ, प्रम्प्ट्सहरू कसरी लेख्ने होइन, प्रम्प्ट्स कसरी लेख्ने, प्रेजेन्टेसन कसरी बनाउने एआई युज गरेर, अनि फ्री टुललाई कसरी, जस्तो फ्री टुल दिएको हुन्छ त्यसलाई कसरी सदुपयोग गर्ने होइन। फ्री टुल, फ्री ट्रायल दिएको हुन्छ नि त, हामी चाहिँ पैसा खर्च नगरिकनै एआईबाट चाहिँ सबभन्दा धेरै चाहिँ हामीले कसरी ग्र्याब गर्न सकिन्छ भन्ने कुरा चाहिँ आज डिस्कस गर्छौँ। म एक मिनटमा यता पनि हेर्छु है। ओके, सो फर्स्टमा चाहिँ अब हुइज ऋषभ एक्सप्लेन्स भन्ने हुन्छ। अब म आफ्नै इन्ट्रोडक्सन दिन्छु है तपाईँहरूलाई। म चाहिँ अब ऋषभ गौतम, ऋषभ एक्सप्लेन्स भनेर मेरो च्यानल छ फेसबुकमा, टिकटकमा, इन्स्टाग्राममा। त्यहाँ चाहिँ म भिडियोजहरू बनाउँछु। सायद हजुरहरू त्यहाँबाट नै आउनुभएको होला होइन, त्यहाँ कमेन्टमा हजुरहरूले लर्न लेख्नुभएको होला। मैले हजुरहरूले फर्मको लिङ्क दिएको थिएँ, हजुरले फर्म भर्नुभयो, यहाँ आउनुभयो है त आजको यो क्लासमा चाहिँ। सो मेरो नाम भन्दा चाहिँ ऋषभ गौतम हो। म चाहिँ भक्तपुरबाट, अनि म चाहिँ अब विगत 1 वर्षदेखि चाहिँ टेक कन्टेन्ट क्रिएटर र एजुकेटरको रूपमा चाहिँ काम गरिरहेको छु। मैले चाहिँ अब धेरैजनालाई चाहिँ अब एआईमा कसरी उ गर्ने, कन्टेन्ट क्रिएसनहरू कसरी गर्ने भनेर चाहिँ मैले यो पनि सिकाइरहेको छु। अनि त्यसपछि मेरो ब्याकग्राउन्ड हेर्ने भने चाहिँ म आइटी स्टुडेन्ट हो र म एउटा डेभलपर पनि हो। अनि अनि म चाहिँ डिप लर्निङ र एलएलएममा चाहिँ अलिकति चासो राख्छु, इन्थुजियास्टिक है त। यसमा अब यसको एउटा स्पेसिफिक कोर्स भनेर नै छैन कि म एलएलएमको स्टुडेन्ट हो भन्नलाई, त्यो भएर मैले इन्थुजियास्ट भने। मैले आफै नै यसको रिसर्च गरेर पढ्दैछु है यसको, त्यो भएर। अनि मेरो मिसन भनेको चाहिँ अब मान्छेलाई हेल्प गर्ने हो मेन भनेको। एआई युज गरेर आफूले जे बुझिन्छ त्यो कुरा चाहिँ अरूलाई मैले बुझाउने हो। सो आजको चाहिँ अब हाम्रो यो बुट क्याम्पमा चाहिँ अब हामीले के सिक्छौँ भन्दाखेरि मैले अघि भने प्रम्प्ट इन्जिनियरिङ सिक्छौँ, प्रेजेन्टेसन कसरी बनाउने, फ्री टुल कसरी उ गर्ने, अनि वेबसाइट्सहरू, एप्सहरू चाहिँ कसरी बनाउन सकिन्छ। अब हामीले बेसिकली हेर्दाखेरि वेबसाइट्स भयो, हामीलाई लाग्छ यो वेबसाइट्स, एप्सहरू चाहिँ हामीले खालि अरूको लागि, क्लाइन्टको लागि बनाइदिन्छौँ अनि पैसा कमाउँछौँ, बट होइन। हामीले आफ्नो लागि पनि वेबसाइट्सहरू बनाउन सकिन्छ, आफ्नो कामको लागि होइन। आफ्नो जे काम छ होइन, आफूले डेली गर्ने कामहरूलाई कसरी चाहिँ ट्र्याक गर्न सकिन्छ आफ्नै लागि वेबसाइट्सहरू बनाएर भनेर चाहिँ यसमा मैले सिकाउँछु। यसमा म तपाईँहरूलाई यहाँ यसमा वेबसाइट बनाउनु अनि यो क्लाइन्टलाई लगेर बेचिदिनु, तपाईँलाई 1 लाख रुपियाँ आउँछ भनेर मैले त्यो हावा कुरा चाहिँ म गर्दिनँ होइन। अब यो धेरै क्रिएटरहरूले चाहिँ अब एआई युज गरेर वेबसाइट बना अनि क्लाइन्टलाई लगेर बेच अनि त्यसले पैसा दिन्छ भनेर, अब त्यो एकदमै हावा कुरा हो। वेबसाइट बनाएर क्लाइन्टको लागि वेबसाइट बनाउनु एकदमै अलिकति डिफिकल्ट प्रोसेस छ होइन। यतिकै एआईलाई प्रम्प्ट दिएर वेबसाइट बनाएर हामीले अरूलाई बेच्न भनेर त्यो त्यसरी सम्भव हुँदैन होइन। मैले वेबसाइट बनाउन सिकाउँछु हजुरहरूलाई, त्यसपछि हजुरले त्यसलाई प्रोडक्सनमा कसरी लाने त्यो आफै सोध्नुपर्छ। वेबसाइट चाहिँ मैले आफ्नो लागि, आफ्नो प्रोडक्टिभिटीको लागि के गर्न सकिन्छ भनेर चाहिँ म तपाईँलाई यसमा सिकाउँछु होइन। सो अब ढिला नगरी अब स्टार्ट गरौँ। अघि को आउँदै हुनुहुन्छ है, म हेरिरहेको छु। ल अब चाहिँ एकचोटि मलाई भनिदिनु न, मेरो आवाजहरू क्लियर आएको छ, बुझिरहेको छ हजुरहरूलाई? हजुर बुझिरहेछ सर। बुझिरहेछ सर। हुन्छ ठिक छ, रेकर्डिङ भइरहेको छ। हजुरहरूलाई के छुट्यो भने रेकर्डिङ हामीले प्रोभाइड गरिदिन्छौँ। ठिक छ, अब फर्स्टमा चाहिँ अब हामी प्रम्प्ट नै लेख्न सिक्छौँ, किनभने धेरैले युज गर्ने भनेको च्याट जिपिटी, जेमिनी होइन। च्याट जिपिटी भयो, अनि जेमिनाई भयो, अनि क्लड। अहिले त क्लड भनेर एकदम मार्केटिङ गरिरहेको छैन, क्लड जता पनि जे काम पनि गरिदिन्छ क्लडले भनेर, एउटा क्लड भयो। अनि अरू पनि छन्, ग्रोक भयो, अनि पर्प्लेक्सिटी भयो। मैले त्यो पर्प्लेक्सिटी भयो होइन, यति यिनीहरू चाहिँ अब मेजरली युज गर्ने एलएलएम टुल्सहरू छन् है त। एलएलएम टुलमा लार्ज ल्याङ्ग्वेज मोडल भनेको ल्याङ्ग्वेजको कुराहरू भयो कि भाषा, हामीसितै कुरा गर्छौँ कि यिनीहरूसँग, अरू कुरा होइन, हामी यिनीहरूसँग कुरा गर्छौँ होइन। अनि त्यसको लागि अब म्याक्सिमम् काम यहीँबाट नै हामीले गर्छौँ होइन। तपाईँहरूलाई सिकाउँछौँ कसरी गर्ने, यो युज कसरी गर्ने भनेर। त्यसको लागि चाहिँ अब प्रम्प्ट लेख्नु जान्नुपर्छ है त। पहिला प्रम्प्ट भनेको के हो भन्दाखेरि हामीले चाहिँ एआईलाई दिने जस्तो इन्स्ट्रक्सन हुन्छ नि, हामी च्याट जिपिटीसँग कुरा गर्छौँ नि त, हेलो च्याट जिपिटी हो, यो हेलो च्याट जिपिटी लेखेर हामीले च्याट जिपिटीलाई पठायौँ भने यसलाई हामीले प्रम्प्ट भन्छौँ के। जस्तो हामीले सिम्पल भाषामा कसैलाई फेसबुकमा केही टेक्स्ट लेखेर पठायौँ त्यसलाई मेसेज भन्छौँ नि, त्यस्तै अब एआईलाई लेख्ने कुरालाई हामीले प्रम्प्ट भन्छौँ।
अनि त्यो अब प्रम्प्ट चाहिँ लेख्नलाई चाहिँ जान्नुपर्छ, किनभने हामीले जेनरल बेसिक एउटा ऊहरूको प्रम्प्ट दिन्छ होइन, दिँदाखेरि अब राइट एन एस्से भनेर दिन्छ होइन, राइट एन एएसएसएवाई भनेर एउटा प्रम्प्ट दिन्छ होइन। म अलिकति खाली ठाउँमा लेखिदिन्छु है, यस भयो। अब एलएलएमले कसरी काम गर्छ मेन त्यो पहिला बुझौँ होइन, त्यसपछि ठ्याक्क प्रम्प्ट लेख्न हामी सिकौँ है त। ओके, फर्स्टमा अब मैले एउटा इक्जाम्पल दिएँ राइट एन एस्से है त। तपाईँहरूको जे काम पनि हुनसक्छ, मैले एउटा एस्से लेख्ने एउटा लिटरेचरको इक्जाम्पल दिन्छु है त। अब हामीले फर्स्टमा चाहिँ एआईलाई के दिन्छौँ, च्याट जिपिटीलाई या जेमिनीलाई राइट एन एस्से अबाउट काउ। अब जस्तो यो हामीले गाईको बारेमा निबन्ध लेख्न भनेर एआईलाई भन्यो, नेपालीमा गाईको बारेमा निबन्ध लेख भने पनि एआईले बुझिहाल्छ होइन। अब फर्स्टमा यति मात्रै लेखेर हामीले एलएलएमलाई कुनै पनि तपाईँ लार्ज ल्याङ्ग्वेज मोडललाई दिनुभयो भने चाहिँ यसले के बुझ्छ भन्दाखेरि अब यहाँबाट हेर्छ राइट भनेको लेख्ने काम हो, एस्से लेख्नुपर्ने छ काउको बारेमा। अब के अरे हाम्रो च्याट जिपिटी एलएलएम भनेको त एउटा दिमाग होइन नि त, हामी त त्यसमा म्यासिभ डाटाहरू स्टोर गरेको छौँ, भए जतिको डाटा त्यहाँ लगेर स्टोर गरेको छौँ, त्यसबाट चाहिँ यसले इन्फर्मेसन उठाएर चाहिँ तपाईँलाई एउटा स्ट्रक्चर्ड वेमा चाहिँ ल्याएर दिने हो नि त। उसले आफै सोचेर भन्ने त होइन, जे कुरा हामीले पहिला अब त्यहाँ डेभलपर त्यहाँ बनाउनेहरूले जे कुरा त्यहाँ भरिदिएको छ टेक्स्टमा होइन, म्यासिभ अब बिलियन डाटा हुन्छ, त्यहाँबाट चाहिँ तपाईँलाई अब गाईको बारेमा उठाएर ल्याइदिन्छ। अब यसले के हेर्छ भन्दाखेरि गाईको बारेमा भन्नु छ, यसै लेख्नु छ बस। अब गाईको बारेमा यहाँबाट आफ्नो डाटामा के छ सबै उठाउँछ, गड्याङ गुडुङ उठाउँछ, अनि तपाईँलाई ठ्याक्क भनिदिन्छ काउ इज नेसनल एनिमल अफ नेपाल, यस्तो होइन। तपाईँले नेपालबाट बनाउनु भएको छ भने अलिअलि कन्टेक्स्ट आफै हेर्छ, नेपाली हो स्टुडेन्ट हो त्यही भएर यसलाई यसको लागि काउको यस्तो चाहिएको छ भनेर आफै भन्छ। अनि यो एकदम जेनरिक हुन्छ कि, किनभने यसले आफ्नो इन्फर्मेसनबाट आफ्नो हिसाबले दियो के। अब किनभने हामीलाई थाहा छैन नि त हामीलाई कस्तो चाहिएको, किन चाहिएको, भोलि गएर इक्जाममा लेख्नको लागि चाहिएको हो कि, भोलि एस्से कम्पिटिसन छ त्यसको लागि चाहिएको हो कि त साँच्चै हामीले केही बुक्सहरू लेख्दैछौँ या केही लिटरेचरहरू हामीले लेख्दैछौँ त्यसको लागि चाहिएको। यसलाई थाहा हुँदैन, यसले जेनेरिक आफूलाई जे थाहा छ गाईको बारेमा त्यसलाई एकदमै एआईको भाषामा लेखिदिन्छ के, ड्याङ्की ट्याङ। जस्तो च्याट जिपिटीको भाषा हुन्छ नि, हामी ठ्याक्कै बुझिन्छ नि च्याट जिपिटी लेखेको भनेर। हामीले न कन्टेक्स्ट दिएको छौँ, न पर्सना दिएको छौँ, न फर्मेट दिएको छौँ, न कुनै इक्जाम्पल दिएको छौँ। अनि म्याक्सिममले गर्ने भनेको त्यही हो। अब हामीले सपोज कसैलाई कोडिङ लेख्न भन्नु पर्यो होइन, अब न्याप बार बनाउनु पर्यो वेबसाइटको होइन, कसै अब आइटीको मान्छे हुनुहुन्छ भने न्याप बार भन्ने बुझिहाल्नुहुन्छ होइन। अब न्याप बार बनाउनु भन्नु पर्यो भने हामीले मेक मी अ सिम्पल न्याप बार भनेर भन्यौँ भने उसले एउटा सिम्पल टिपिकल न्याप बार जुन हुन्छ उसँग डाटामा जस्तो न्याप बारको डाटा हुन्छ त्यस्तै बनाइदिन्छ, त्यो ठ्याक्कै बुझिन्छ एआईले बनाएको भनेर। किनभने एआईसँग आफ्नो डाटा भनेको सबैको एआईबाट फिड गर्ने काम हुन्छ, अनि त्यसले ल्याएर राम्रो बनाइदिन खोज्छ। उसलाई त कलरफुल भयो भने राम्रो हुन्छ, टेक्स्टलाई यसरी ल्यायो भने राम्रो हुन्छ भन्ने हुन्छ। ह्युमन साइकोलोजी भनेको अलिकति डिफ्रेन्ट हुन्छ, त्यो त्यसको लागि चाहिँ हामीले प्रम्प्ट दिनुपर्छ है त। म त्यसको लागि एउटा फर्मुला छ, यो युनिभर्सल फर्मुला हो होइन, यो सबैले सिक्नुपर्छ है प्रम्प्ट दिनलाई चाहिँ। सो ध्यान दिएर हेर्नुहोस् है त, यो एकदमै इम्पोर्टेन्ट कुरा छ। मैले 3टा कुरा भनेको छु, अब अरूले सिकाउँदाखेरि पनि यही हिसाबले नै सिकाउँछ होइन, पर्सना कन्टेक्स्ट फर्मेट भनेर। अब अझै अर्को तरिकाले यसलाई बुझ्नु छ भने चाहिँ हाम्रो के छ यहाँ पनि छ हामीले एआईबाट अब कसरी लेख्न सकिन्छ। यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। 2टा कुरा छ होइन, एउटा चाहिँ अब यहाँ यो तपाईँहरूले देख्नुभएको होला, रोल छ एउटा, कन्टेक्स्ट छ एउटा, टास्क छ होइन। रोल एउटा हुनु पर्यो, यो 3टा फर्मुला छ। अब यही कुरालाई यसरी पनि लेख्न सकिन्छ, पर्सना कन्टेक्स्ट अनि फर्मेट होइन, त्यो एउटै कुरा हो है। अब पर्सना भनेको के हो त भन्दाखेरि रोल। पहिला सुरुमा त्यो एलएलएमलाई आफ्नो उसँग डाटा छ मजाले, अब हामीलाई उसलाई बुझाउनु पर्यो कि। कोही एकदमै ज्ञानी मान्छे छ होइन, अब उसँग हामीले के कुरा सोध्यो भने त सुरुमा त उसले आफ्नो हिसाबले दिन्छ नि त एन्सर, हामीलाई त हाम्रो हिसाबले एन्सर चाहिएको छ होइन। सो पर्सना भनेको उसलाई एउटा रोल दिनु पर्यो कि, एक्ट एज अ सिनियर कपी राइटर। तपाईँ कसरी एआईलाई के बन्न सिकाउने त, एक्ट एज अ सिनियर डेभलपर। अब यो सिनियर डेभलपर हजुरले यो यतिको भन्नुभयो भने होइन, अब जस्तो केही कुराको लागि पनि, जस्तो आफ्नो तपाईँहरूको हुनसक्छ एक्ट एज अ कन्टेन्ट क्रिएटर भन्न सक्नुहुन्छ तपाईँहरूले होइन। त्यो जे कुराको पनि तपाईँले यसलाई पर्सना दिनुहुन्छ। अब पर्सना यदि छोटो हुँदैन, अलिक लामो हुन्छ, म एकछिनमा तपाईँहरूलाई सिकाउँछु है त। तपाईँहरूले एक्ट एज अ सिनियर डेभलपर भनेर दिनुभयो भने अब यसमा त आयो नि त सिनियर डेभलपर। सिनियर डेभलपरले के गर्छ त, पुरा तपाईँको प्रोजेक्टको बारेमा रिसर्च गर्छ, हेर्छ, अनि फ्युचरसम्म सोच्छ नि त सिनियर डेभलपरले। अनि फ्युचरसम्म तपाईँको प्रोजेक्ट नबिग्रियोस् त्यो हिसाबले काम गर्छ। अब यसले ठ्याक्क आफ्नोलाई त्यो हिसाबले बनाउँछ नि त। अब यहाँ जुन हिसाबले गाईको डाटा ल्याएर यसै लेखिदिएको थियो, अब त्यो हिसाबले त यहाँ एक्ट एज अ सिनियर डेभलपर भन्ने बित्तिकै त उसले त भित्र डिपली काम गर्न थाल्छ नि त। सिनियर डेभलपरले त
त्यस्तो हावा जेनेरिक काम त गर्दैन। पर्सना दिने बित्तिकै त्यति फरक आउँछ क्या। एक्ट एज अ सिनियर डेभलपर भन्यो सिनियर डेभलपर जस्तै काम गर्न सक्छ, या तपाईँको जे काम हुन्छ होइन। अब एक्ट एज अब जस्तो सपोज तपाईँहरू अब धेरैले भन्नुभएको छ टिचर होइन। अब इफ तपाईँहरू टिचर एकैछिन चाहिँ हेरौँ। ओके 34 जना हुनुहुन्छ, नयाँ आउनुभएको छैन। एक्ट एज अ टिचर भनेर भन्यो भने चाहिँ होइन, अब टिचरले के गर्छ त, विद्यार्थीलाई पढाउँछ नि त। एक्ट एज अ गुड टिचर भन्नु तपाईँले। टिचर र गुड टिचरमा के फरक हुन्छ त भन्दाखेरि गुड टिचरले एकदमै माया गरेर होइन इन्ट्रेस्टिङ तरिकाले पढाउँछ कि विद्यार्थीलाई। गुड टिचर भने विद्यार्थीलाई टिचर किन मनपर्छ भन्दाखेरि किन उसले उनीहरूलाई एकदम इन्ट्रेस्टिङ गराउँछ, पढ्नमा मजा आउँछ कि। एकदम डर देखाएर खालि पढ होइन, भोलि तल म सोध्छु जानुहोस् भने क्लासमा उम्ब्याउँछु, त्यो त गुड टिचर होइन। अब त्यसले चाहिँ कसरी पढाउँछ त भन्दाखेरि गुड टिचरलाई पहिला आफूलाई थाहा हुन्छ। अब एक्ट भनेर तपाईँले दिनुभयो भने चाहिँ एआईले बुझ्छ कि गुड टिचरले के गर्छ, कसरी पढाउँछ भनेर। तपाईँलाई भोलि पढाउनु जानु छ, त्यसको लागि तयारी गर्नु छ भने तपाईँले पहिला यो भन्न सक्नुहुन्छ होइन। पर्सना भनेको यो। अनि अर्को त्यसपछिको अर्को कुरा आउँछ कन्टेक्स्ट। कन्टेक्स्ट भनेको के हो? सिचुएसन के, एक्ज्याक्ट सिचुएसन। यहाँ हेर्नुभएको छ तपाईँहरूले, वाट इज एक्ज्याक्ट सिचुएसन, परिस्थिति के। सरी है मेरो नेपाली अलिकति उच्च होइन। परिस्थिति के, अहिले के भइरहेछ त, किन चाहिँ मैले त्यो काम गराइरहेको छु त, किन चाहिँ मैले एक्ट गर्न भनेको छु। टिचर जस्तो किन एक्ट गर्न भने, सिनियर कपिराइटर जस्तो किन एक्ट गर्न भने, प्रो डेभलपर जस्तो किन एक्ट गर्न भने त। सो त्यो हो कि। अब यहाँ आई निड टु, अब एउटा इक्जाम्पल यहाँ छ, आई निड टु राइट एन अपोलोजी फर डिले। ढिलो भएको कारणलाई मैले चाहिँ एउटा अपोलोजी लेख्नु छ, मैले उसलाई भन्ने के भएको त एक्चुअली। जस्तो तपाईँहरू अदालतमा अब केस लड्दाखेरि के हुन्छ भन्दाखेरि, अब केस होइन, अब त्यो तपाईँहरूले कतिको नोटिस गर्नुभएको छ छैन, अदालतमा जस्तो कसैले केस लड्दाखेरि वकिललाई सबै कुरा भन्नुपर्छ कि। जस्तो कोही मान्छे अब साँच्चैकै गल्ती छ भने पनि उसले त वकिलले त लिएर आउँछ नि त अदालतमा, उसको गल्ती नै छ भने पनि। र गल्ती नहुने मान्छे त कन्फिडेन्सका साथ वकिल लिएर आउँछ, जसको गल्ती छ भने त उसले वकिललाई लिएर आउँछ अनि उसले सबै कुरा भन्छ नि त, साँचो साँचो कुरा भन्छ। यस्तो यस्तो भएको हो सर, ल यो केसलाई मिलाउनु पर्यो, अब यस्तो हुन्छ, यति पैसा दिन्छु, यताउति भन्छ होइन। सबै कुरा भन्नु त पर्छ नि त। यदि उसले आफ्नो गल्ती छ तर उसले आफ्नो पुरै गल्ती चाहिँ वकिललाई भनेन भने त त्यो वकिलले त उसको केस मिलाउन सक्दैन, किनभने उसको गल्ती त थाहा हुन्छ नि त। फेरि वकिल त फेरि पछिबाट ऊ हुन्छ। त्यस्तै हो, यो वकिललाई भने जस्तो हो कि। अब सबै कुरा पर्सनलै कुरा एकदमै खुलाउनु चाहिँ पर्दैन होइन। अब त्यो एकदमै मेरो बुढीसँग झगडा भयो भनेर त्यस्तो टाइपको कुराहरू चाहिँ खुलाउनु पर्दैन, बट कन्टेक्स्ट नै दिनु पर्यो कि के को लागि हो, एक्ज्याक्ट सिचुएसन के छ त अहिले, किन त। बुझ्नुभयो? आउनुभएको छ। र ठिक छ, नयाँ साथीहरूलाई पनि एकदमै वेलकम छ। हाम्रो क्लास चलिरहेको छ, तपाईँहरू हेर्नु है। छुट्नेहरूलाई चाहिँ अब रेकर्डिङ मिल्छ है। आवाज बुझेको छ नि है, फेरि एकचोटि भनिदिनुहोस् त, बुझिराख्नु भएको छ? बुझेको छ। ल हुन्छ हुन्छ, ल म पढाउन थाल्छु है त। केही कन्फ्युजन भयो भने चाहिँ एकैछिनपछि म यहाँ आउँछु, तपाईँहरूले ह्यान्ड रेज गर्दै गर्नु, अनि म सोध्छु, अनि लास्टमा पनि हामी डिस्कस गर्छौँ है त। ओके ओके। अब कन्टेक्स्ट दिनु पर्यो होइन, परिस्थिति, वाट इज द एक्ज्याक्ट सिचुएसन होइन, के हो भनेर जुन मैले अघि भनेँ। अब त्यो एउटा यो इक्जाम्पल हो, आई निड टु राइट एन अपोलोजी फर डिले। अब यहाँ हेर्नुहोस् है त, अब यहाँ हामीले यसलाई एउटा रोल दियौँ एलएलएमलाई। एलएलएम भनेको ल्याङ्ग्वेज मोडल है त, जुन हामीले च्याट जिपिटी, ग्रक, जेमिनी जुनमा पनि हामीले भाषाको युज गरेर कुरा गर्छौँ नि त। अरू टास्कहरू त छुट्टै भयो, अरू टुलहरू छुट्टै भयो, एकछिनमा कुरा गर्नेछौँ होइन। त्यो एलएलएममा तपाईँहरूले सुरुमा रोल दिनुभयो, रोल पर्सना प्लस कन्टेक्स्ट। अब यो दुईटा दिनुभयो भने बल्ल म कसरी बिहेभ गर्नुपर्छ र यहाँ के भइरहेको छ होइन। सपोज अब मलाई अब अहिले त कति बिजनेसम्यान हुनुहुन्छ होला होइन। अब बिजनेसम्यानमा के हुन्छ भन्दाखेरि हाम्रो यो अहिले भर्खर नयाँ फाइनेन्सियल इयर सुरु भयो नि त साउनमा। अब आफ्नो बिजनेसको लागि यताउति क्लोजिङ होइन। अब पहिला पहिला त गाह्रो हुन्थ्यो नि त, अब मान्छे खोज होइन, अब सिए खोज, सिएलाई पैसा देऊ, उसले हिसाब मिलाइदिन्छ, के भयो के मेरो त हिसाबै यताउति भन्ने हुन्छ होइन। त लास्टमा अब कसरी बिजनेस गर्नुहुन्छ भने उहाँले बुझ्नुहुन्छ होइन। अब त्यस्तो बेलामा हामीले एआईको कसरी हेल्प गर्न सक्छौँ भन्दाखेरि रोल पहिला दिने, त्यसपछि कन्टेक्स्ट दिने कि। अब मलाई त्यस्तै परेको थियो, मैले एआईसँगै हेल्प लिएँ कि। अब मलाई अब कसैलाई फोन गर्न किन कसैको काउन्सिलिङ लिने भएर पैसा दिएर होइन, एआई छँदैछ, पुरै कुरा भन्नु परेन, आफ्नो पुरै डिटेल भन्नु परेन। जस्तो मेरो कम्पनीको नाम एबिसी कम्पनी छ, अनि मैले चाउचाउ बेच्छु भने चाहिँ होइन, मैले त्यो भन्दिनँ कि मेरो कम्पनीको नाम सिडिई कम्पनी हो, अनि मैले चाहिँ चिजबल बेच्छु, अनि मेरो यस्तो यस्तो समस्या आयो भनेर मैले त्यसरी भन्न सक्छु कि है। अब मैले एउटा इक्जाम्पल दिन्छु है त यहाँ। अब सरी है, यहाँ अलिकति स्पेस।
ओके अब मैले होइन अब यहाँ मेरो कम्पनीको अडिटको मलाई अलिकति कन्फ्युजन भयो होइन अब मैले एआईलाई कसरी सोध्छु भन्दाखेरि एक्ट एज सिनियर कम्पनी अडिटर अब यो भन्ने बित्तिकै अब एआई त अडिटर त होइन नि त उसको सिग्नेचर त चल्दैन अब यसलाई के भन्ने भन्दाखेरि त चाहिँ एउटा सिनियर कम्पनी अडिटर जस्तो एक्ट गर के होइन अनि जसले चाहिँ अब यसमा अझै पनि थप्न सकिन्छ हु हेज वर्क इन भेरियस बिग कम्पनीज इन नेपाल such as CG Golan अब हामीले यति भन्यौँ है त अब यहाँ मैले एकचोटि फेरि भनिदिन्छु एक्ट एज अ सिनियर कम्पनी अडिटर हु हेज वर्क इन भेरियस बिग कम्पनी इन नेपाल सच एज सिजी गोल्यान्ड अब मैले यति कुरा भने अब यो एआई त सिजी र गोल्यान्डमा गएर काम गरे त होइन नि त एआईसँग डाटा छ अडिटमा के हुनुपर्छ भन्ने उसँग त अलरेडी फिड गर्दा छ नि त डाटा त छ नि त उसँग उसको भित्र अब हामीले यसलाई एक्ट गर्न भन्यौँ सिनियर कम्पनी अडिटरले के गर्छ त भन्दाखेरि कम्पनीको अडिट गर्ने काम पुरै हिसाब किताब जस्तो एकाउन्टिङ सबै मिलाउन सक्छ नि त अडिटरले त सिए भनेको त एकाउन्टिङ मिलाउने हो अब यहाँ हेर्नु हु हेज वर्क इन भेरियस बिग कम्पनी अब मैले अझै थपिदिएँ कि यसलाई इन नेपाल अब नेपाल भन्ने बित्तिकै अब नेपालको कन्टेक्स्ट आयो नेपालको कम्पनी अडिट गर्नु छ है अनि बिग कम्पनी सिजी गोल्यान्ड भनेपछि यसले अरबौँको पहिल्यै काम गरिसकेको छ अरबौँको काम पहिले गरिसकेको छ होइन जसले त्यही हिसाबले एक्ट गर्छ जसलाई थाहा छ लुप होल के हुन्छ बिजनेसको सानोदेखि ठुलो बिजनेसको लुप होल के हुन्छ त्यसलाई कसरी फिक्स गर्न सकिन्छ समस्या के हुन्छ कसरी फिक्स गर्न सकिन्छ भनेर यसले ठ्याक्कै बुझ्छ बुझ्नुभयो यो तपाईँहरूले टिप्दै जानुभयो भने पनि धेरै फाइदा हुन्छ मैले एउटा इक्जाम्पल दिएको छु यही इक्जाम्पललाई तपाईँहरूले आफ्नो उसमा लगाउन सक्नुहुन्छ है ओके अब यति दिएपछि चाहिँ होइन एउटा रोल भयो नि त पर्सना भयो नि त अब त्यसपछि अर्को आउँछ नि त कन्टेक्स्ट हो वाट इज द कन्टेक्स्ट अब यो भनेपछि ल ठिक छ म अडिटर भएँ तिम्रो ओके अब गर्ने के त होइन ल म तिम्रो वकिल भएँ गर्ने के त यहाँ के भयो तिमीलाई के प्रब्लम आयो के हेल्प गर्न सक्छु एआई त हेल्प गर्न बस्यो नि त हामीलाई प्रब्लम सल्भ गर्न बस्यो होइन ओके अनि त्यसपछि भन्ने अब के भयो भन्दाखेरि मेरो कम्पनीमा यस्तो यस्तो भयो होइन वाट ह्यापेन्ड भनेर आफ्नो कम्पनीको बारेमा होइन के छ होइन त्यो तपाईँले सिधै कम्पनी खुलाउनु परेन आफ्नो सिचुएसनलाई अलिकति तोडमोड गरेर भन्न सकियो अब जस्तो मैले होइन 500 जना कस्टमरको मैले नेपालीमा लेख्दिएँ कस्टमरको ट्रान्ज्याक्सन छ तर बिल छैन होइन अब के गर्ने भनेर यसको सोध्नु पर्यो कि होइन अब मैले पहिला उसलाई कम्पनी अडिटर बन्न भने त्यसपछि के भयो भन्दाखेरि मेरो 500 जनाको कस्टमर छ को ट्रान्ज्याक्सन भएको देखेको छ तर बिल छैन अब यो बिल नभएपछि त फेरि आइआरडीले त ड्याङ्गे फाइन हानिदिन्छ नि त यो त हाम्रो समस्या हो यसलाई त सिएले त मिलाउन सक्छ नि त जस्तो बिल छैन भनेपछि सिएले केही न केही गरेर केही न केही तकनिक ऊ गरेर उसको ट्रान्ज्याक्सन हेरेर फेरि बिल बनाउन लगाउँछ या उसले यसलाई अन्तिम मोड दिन्छ या यसलाई खर्चमा देखाइदिन्छ केही गर्छ तपाईँको ट्याक्स बचाइदिने काम गर्छ नि त उसले होइन एउटा इक्जाम्पल दिएको है त एउटा ट्याक्स बचाइदिने काम गर्छ अब यसलाई मैले भने यस्तो छ भने अब उसले के हेर्छ यो कन्टेक्स्ट हेर्दाखेरि यसलाई यो प्रब्लम आएको रहेछ यसलाई मैले सिनियर अडिटरले जस्तो गरेर यसलाई यो प्रब्लमको सल्भ दिनुपर्छ होइन बुझ्नुभयो अब अर्को छ फर्मेट होइन हाउ सुड इट लुक एउटा यो फर्मेट भनेको एउटा रिजल्टको कुरा आउँछ होइन फर्मेट भनेको टास्क के गर्ने हो त होइन अब यो एउटा ऊ भयो टास्क यसमा कन्टेक्स्टमा दिनु पर्यो होइन किप इट अन्डर 100 वर्ड्स बुलेट पोइन्ट होइन अब यसमा के भन्न सकिन्छ भन्दाखेरि मेक रिपोर्ट सच होइन ठिक छ सरी ओके यस्तो रिपोर्ट बनाऊ कि जसबाट मलाई ट्याक्स चाहिँ यसको माफी होस् के ट्याक्सको चाहिँ अब ट्याक्स फ्री होस् यसबाट ट्याक्स तिर्न नपरोस् के मेरो बिल छैन भनेपछि अब एआईले के गर्छ त अब एआईले त नर्मल यतिकै हो त त्यसो भए तिम्रो बिल छैन भने बिल बनाउन त भन्थ्यो होला होइन बिल बनाउन सकिन्छ ट्रान्ज्याक्सनबाट अब 500 जनाको छ 500 जनाको बिल कसरी बनाउनु होइन यो त वाक्कै लाग्छ नि त 500 जनाको बिल बनाएर बस्यो भने त होइन सजिलो मेथड के छ त सजिलो मेथड के हुन्छ त भन्दा अब त्यो यसले एन्सर के दिन्छ भनेर इम्पोर्टेन्ट भएन होइन हामी यसको एन्सरतिर नजाऊँ होइन अब 500 जनाको बिल छ अब एउटा टेबल किनेको ऊ देखाइदेऊ अनि खर्च क्रेडिट डेबिट म्याच हुन्छ अब यो उसको कुरा भयो होइन बट यसरी कुरा गर्न सकिन्छ प्रम्प्टको लागि होइन अनि अर्को अब मैले भने एउटा ऊ छ फर्मेट जुन छ अर्को टास्क हो के जस्तो अघि हामीले कुरा गरेको छौँ यही छ एउटा रोल हो एउटा कन्टेक्स्ट हो एउटा टास्क हो
यो भनेको कोर फ्रेमवर्क हो। यो तपाईहरुले यसलाई उ गर्नु पर्यो हैन, बुझ्नुभयो? टाइम लाग्छ है त। के गर्न भन्दाखेरि प्रम्प्ट लेख्न, बुझ्नुभयो? प्रम्प्ट लेख्न टाइम लाग्छ के। मलाई हैन आफ्नो काम गर्नको लागि, मैले पर्सनल कुरा गर्छु, आफ्नो काम गर्नको लागि मैले प्रम्प्ट लेख्नको लागि एटलिस्ट आधा घण्टादेखि 1 घण्टा मैले प्रम्प्ट लेख्न बिताउँछु के। जस्तो मलाई केही काम गराउनु छ एआई सँग या केही काम मेरो आफ्नो गर्नु छ, एआई को हेल्प त चाहिन्छ। अब एआई को हेल्प चाहिएपछि त मैले त अब प्रम्प्ट त लेख्नु पर्यो नि त। सिधै मेरो यो काम छ ढेडढेड भनेर हुँदैन। मैले पुरै सोचे सम्झेर प्रम्प्टको स्ट्रक्चर बनाउँछु, यही 3टा कुरा युज गरेर। बुझ्नुभयो? रोल, कन्टेक्स्ट, टास्क हैन। अब अर्को छ नेगेटिभ प्रम्प्ट भन्ने कुरा हुन्छ। यो यसैमा आउँछ है त। यसैमा तल एड गर्न सकिन्छ नेगेटिभ प्रम्प्ट्स। नेगेटिभ प्रम्प्ट्स भनेको के नगर्ने के? के नगर्ने? एकदम इम्पोर्टेन्ट हुन्छ यो पनि, बुझ्नुभयो? अब जस्तो तपाईहरुले हेर्न सक्नुहुन्छ यो चाहिँ एआईले जुन यो टाइपको यस्तो टाइपको यो आइफोन दिन्छ कि यसबाट बुझिन्छ एआई जेनेरेटेड हो भनेर। यो जस्तो तपाईहरुलाई एउटा कुरा भने यो जुन मैले प्रेजेन्टेसन बनाएको छु यो हैन, यो कम्प्लिट एआईले बनाइदिएको नि मलाई। अहिले म सिकाउँछु तपाईहरुलाई प्रेजेन्टेसन कसरी बनाउने भनेर। अब के नगर्ने भन्दाखेरि नेगेटिभ प्रम्प्ट हैन, जस्तो डु नट युज कर्पोरेट जार्गन, डु नट युज इमोजिज। इमोजी युज नगरिकन लेख्दै, कहिलेकाहीँ चिठी लेख्दै कसैलाई मेसेज लेख्दै कसैलाई प्रोफेसनल कुरा लेख्दाखेरि इमोजी पठाइरहेको हुन्छ हैन। के नगर्ने भनेर उ भन्नु पर्यो हैन। अब अर्को छ ड्राफ्ट प्रम्प्ट्स इन नोसन अर मार्कडाउन, नेभर डाइरेक्टली इन च्याटबट। कसको आवाज आइरहेको छ म्युट गरिदिनुस् न है प्लिज। अरु साथीहरुले चाहिँ म्युट गर्नु नि। म्युट गरिदिनु न है सबैजनाले। यो आवाज आइरहेको के यहाँ यता। ओके ठीक छ। प्रकाश थापाजीकोबाट आवाज आइरहेको छ। उहाँ ओके, उहाँलाई मैले म्युट गरिदिएँ है त। हजुरलाई केही छ भने रेज गर्नु होला है त। अब मैले चाहिँ अब टास्क स्टार्ट गर्दैछु हैन। ओके, हामी यहाँ छौँ हैन। अनि अर्को कुरा प्रम्प्ट लेख्दाखेरि हैन, जहिले पनि तपाईहरुले जो प्रम्प्ट कहाँ गएर लेख्नुहुन्छ, च्याट जीपीटी खोलेर च्याटजीपीटी.com खोलेर ठ्याक 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 लेख्नुहुन्छ हैन। त्यहाँ लेख्ने हैन के प्रम्प्ट। अब त्यहाँ लेख्न त अब लेख्ने ठाउँ त त्यही हो, बट हामीले अलिकति यत्रो यो 3टा रोल, कन्टेक्स्ट, टास्क गर्दाखेरि एटलिस्ट 10 देखि 15 मिनेट लागिहाल्छ कि प्रम्प्ट लेख्नलाई। यो रोल एउटा यो दिन्छु, कन्टेक्स्ट यो दिन्छु, त्यसपछि टास्क यो दिन्छु हैन। अब त्यहाँ लेख्दाखेरि कहिलेकाहीँ के हुन्छ भन्दाखेरि सटर किबोर्डमा टाइप गरेको छ हैन, मोबाइलमा टाइप गरेको छ, गर्दाखेरि झुकेर कहिलेकाहीँ इन्टर दबाइन्छ कि। त्यो तपाईहरुलाई पनि भएको होला, केही कुरा यसो दिन खोज्यो हैन, दिँदा झुकेर इन्टर दब्छ अनि बीचमा आधामै जान्छ कि त्यो कुरा। यत्रो लेखेको छ हैन, अब भ्याउन बाँकी छ, मेन काम भनेकै छैन, आधामा गयो कि च्याटबटलाई। अब यसले के गर्छ भन्दाखेरि हुन त केही हुन्न, नयाँ च्याट स्टार्ट गर्न सकिन्छ, बट लिमिट हुन्छ नि। जुन हाम्रो प्रोवाला लिमिट जुन फ्रीमा दिएको हुन्छ त्यो छिटो सकिन्छ। यो कुरा ख्याल गर्नु पर्यो। त्यसको लागि नोसन या कुनै पनि अरु तपाईको मार्कडाउन फाइल जहाँ टाइप गर्न सक्नुहुन्छ, नोटप्याड नै भए पनि हुन्छ। नोटप्याड, नोसन चाहिँ एकदमै बेस्ट हो है। नोसन भनेको अनलाइन हो, तपाईहरुको एकचोटी लेखेपछि त्यो हराउँदैन, मोबाइलबाट पनि एक्सेस गर्न मिल्छ, भोलि पनि एक्सेस गर्न मिल्छ, आफै सेभ हुन्छ हैन। अर्को गुगल डक्स पनि छ, बट अब यसलाई चाहिँ अब खोल्नु पर्यो, लिंक खोल्नु पर्यो, अलिकति झमेला छ हैन। हुन त यसबाट पनि हुन्छ, बट नोसन इज बेस्ट है त। नोसन मैले अहिले तपाईहरुलाई चाहिँ म नोसनमा लेखेर देखाउँछु। अरु धेरै काम गर्न सकिन्छ, अहिले चाहिँ अब लेख्ने काम हो हैन। ओके, ल यति थियो हैन। अब यतिमा लेख्नु पर्ने थियो हैन। अब म तपाईहरुलाई एउटा एक्जाम्पल देखाउँछु है त। मैले चाहिँ म चाहिँ अब कन्टेन्ट क्रिएटर हो नि त। म कन्टेन्ट क्रिएटर कसरी काम गर्छु भन्ने कुरा हुन्छ हैन। अब मैले त्यसमा कसरी गर्छु भनेर म तपाईहरुलाई एउटा एक्जाम्पल देखाउँछु। जस्तो म नोसन खोले हैन, यो नोसन हो हैन। अब यसमा चाहिँ अब के छ हाम्रो प्रम्प्ट्सहरु छ के, मैले प्रम्प्ट्सहरु लेखिरहेको हुन्छु हैन। अब एआई भिडियो प्रम्प्ट छ, डिजिटल मार्केटिङ प्रम्प्ट छ हैन। ओके, अब म डिजिटल मार्केटिङको लागि हैन मैले आफ्नो एउटा कम्पनी खोल्न स्टार्ट गर्दै थिएँ हैन। अब त्यसको लागि मैले प्रम्प्ट कसरी लेखे त भनेर म तपाईहरुलाई देखाउँछु है त। यो डिजिटल मार्केटिङ लेखेको स्क्रिन देखेको छ, एकचोटी भनिदिनुस् त। यो डिजिटल मार्केटिङ ओके, ल ठीक छ। अब म तपाईहरुले अब यहाँ ध्यान दिएर हेर्नुस् है त मैले कसरी लेखेको छु भनेर। ओके, ल I wanna hire you as a growth head in my digital marketing agency named Reelzine। यो मैले यो खोल्नेवाला छु हैन, Reelzine। अब यसको लागि मैले स्टार्टिङ कसरी गरेँ त भन्दाखेरि हैन, अब हेरौँ है त। मैले के भने एक्ट एज अ प्रो डिजिटल मार्केटिङ एक्सपर्ट। यहाँ मैले के गरेँ, एक्ट गर्न दिएँ कि, पर्सना दिएँ कि। हेर्नुस् है त मैले कसरी दिएको छु। हु हैज 20+ years in the field,
फ्रम टिभी कमर्सियल टु डिजिटल इन्टरनेट एरा एन्ड नाउ यु हेभ ग्रास्प द एआई टुल्स इन मार्केटिङ टु। मैले यसलाई के भने भन्दाखेरि त चाहिँ प्रो डिजिटल मार्केटिङ एक्सपर्ट होस्, तँसँग 20 वर्षभन्दा बढीको एक्सपिरियन्स छ। अब 20 वर्षभन्दा बढी, 20 वर्ष पहिला यो च्याटबोट, यो एआई सेआई केही पनि थिएन, इन्टरनेटै अब त्यति यस्तो सर्वसुलभ थिएन होइन। त्यति बेला टिभी कमर्सियल थियो नि त। मैले यसलाई भने त टिभी कमर्सियलमा पनि काम गरे हो। अब त्यसपछि त बिस्तारै डिजिटल इन्टरनेट एरामा आइस, अनि अहिले चाहिँ एआई टुल पनि तँलाई आउँछ। अनि अल्सो मार्केटिङ हेड इन सेभरल कम्पनीज सच एज गुगल। मैले अघि तपाईँहरूलाई सिजी र गोल्यान्डको इक्जाम्पल दिएको थिएँ। अब मैले यति भने कि होइन, मार्केटिङ हेड इन सेभरल कम्पनीज सच एज गुगल। अब यतिमा चाहिँ तैँले मार्केटिङ हेडको काम गरिसकेको छस्। यु नो द कोर मार्केटिङ ट्रिक्स होइन। तँलाई मार्केटिङ ट्रिक्स थाहा छ, हाउ टु एडभर्टाइज कसरी गर्ने पनि थाहा छ, हाउ टु राइट एन्ड मेक गुड कन्टेन्ट। मार्केटिङको लागि गुड कन्टेन्ट लेख्ने पनि थाहा छ तँलाई, मेटा एड्सको बारेमा पनि थाहा छ, सोसियल मिडिया ग्रोथको बारेमा पनि थाहा छ, सेल्सको बारेमा पनि थाहा छ। फुल कन्टेन्ट स्ट्राटेजिज होस् त, ट्रिक्स एन्ड ट्याक्टिक्स टु सेल प्रोडक्ट एन्ड सर्भिस, यति आउँछ। अब यसमा कहिले के हुन्छ भन्दाखेरि अब तपाईँले भरको जम्मै ए टु जेड यताउतिको स्किल्स ल्याएर एकै ठाउँमा ठोकिदिनु चाहिँ भएन। बट त्यसैसँग रिलेटेड, जस्तो यो मार्केटिङ छ नि, अब यो सबै मार्केटिङ रिलेटेड मैले यसलाई भने देख्दाखेरि धेरै देखिन्छ। जति थोरै काम दियो त्यति राम्रो रिजल्ट आउँछ होइन। अब यो जस्तो यति धेरै छ नि त। अब मैले सबैको लागि अलग अलग च्याटबोट बनाउन सक्छु कि, मेरो कन्टेन्ट लेखिदिनको लागि छुट्टै बनाउन सक्छु होइन, अनि सोसियल मिडिया ग्रोथको लागि छुट्टै बनाउन सक्छु होइन। अब यहाँ तपाईँलाई देखाउनलाई मैले एकै ठाउँ देखाएँ। अब यसैमा चाहिँ तपाईँले सोसियल मिडिया ग्रोथलाई काट्नुहोस्, अनि अर्को प्रम्प्ट लेख्नुहोस्, सबै यही त्यसमा सोसियल मिडिया ग्रोथ लेखिदिनुहोस् होइन। अब त्यो भयो होइन। यो माथि र यति चाहिँ यो यहाँदेखि यहाँसम्म चाहिँ पर्सना भयो है, यहाँदेखि यहाँसम्म चाहिँ तपाईँहरूको रोल भयो, हामीले रोल दियौँ होइन। तपाईँहरूले आफ्नो उसमा यो युज गर्न सक्नुहुन्छ। अनि अर्को छ अबाउट रिलिजिङ। अब मैले के भने कन्टेक्स्ट दिनु पऱ्यो नि, कन्टेक्स्ट के हो होइन। अब यतिकै यसलाई रोल त दिएँ। इट्स अ न्यू स्टार्टेड डिजिटल मार्केटिङ एजेन्सी, भर्खर सुरु भएको डिजिटल मार्केटिङ एजेन्सी हो होइन। मैले वकिललाई जस्तै एआईलाई पनि सबै कुरा भन्नुपर्छ कि। तपाईँहरूले अब अलिकति पहिलेदेखि डिजिटल मार्केटिङ एजेन्सी हो गरेको जस्तो गर्नुभयो भने यसले त्यही हिसाबले एन्सर दिन्छ। अनि नयाँ हो भने त यसले नयाँबाट चाहिँ ग्रोथ गरेर अगाडि लान्छ नि त। ओके, अझै पनि आइराख्नु भएको छ। ओके ल, 32 जना हुनुहुन्छ। ठिक छ, म यता भन्छु है। हामी कहाँ थियौँ? ओके, अब यहाँ हेर्नु है, मैले के भने, मैले अघि जुन तपाईँलाई भने, वकिललाई भने जस्तो सबै कुरा भन्नुपर्छ। वी हेल्प कम्पनीज बिजनेस ग्रो बाई मेकिङ गुड कन्टेन्ट, बाई एप्लाइङ गुड स्ट्राटेजी, राइटिङ विनिङ रिल स्क्रिप्ट, सोसियल मिडिया पोस्ट एन्ड अल्सो मेटा एड सर्भिस। हामीले क्लाइन्टलाई, कम्पनीजहरूको लागि यो काम गरिन्छ। वी हेभ मेनी क्रिएटर्स अन बोर्डेड फर भेरियस कन्टेन्ट टाइप स्टाइल। भनेको हामीसँग क्रिएटर पनि छ, अनबोर्डेड छ अलरेडी। यो भएको कुरा गर्नु पर्यो यहाँ, फेरि अब नभएको कुरा यत्तिकै हामीले यो गर्छौँ भन्ने कुरा भएन, जे छ अनेस्टली होइन। वी अल्सो प्रोभाइड विथ स्टुडियो स्पेस इफ अदर वान्ट टु मेक देयर कन्टेन्ट। वी ओन्ली टेक रेन्ट फर युजिङ आवर स्टुडियो अन टाइमली बेसिस। मल्टिपल टाइप अफ इन्डोर कन्टेन्ट क्यान बी सुट एन्ड वी हेभ भेरियस ब्याकग्राउन्ड लाइटिङ, ग्रिन स्क्रिन होइन। आफूसँग जे छ त्यो ठ्याक 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 भनिदिने है त, बुझ्नुभयो। आधा घन्टा भइसकेछ है, म अलिक छिटो छिटो जान्छु है त, किनभने यो अझै हामीले छिटो भ्याउनुपर्छ, अरू कुरा पनि सिक्नु छ होइन। म एकदम डिटेलली सिकाइरहेको छु तपाईँहरूलाई। ठिक छ, हेरौँ अब टाइम अलिकति बढी भएछ भने केही छैन। सो दिज वेयर थिङ्स माई एजेन्सी विल डु एन्ड नाउ वी आर कन्फिडेन्स इन एभ्री वर्क एज आई माइसेल्फ इज अ टेक कन्टेन्ट क्रिएटर फ्रम नेपाल एन्ड हेज गुड एक्सपिरियन्स अन कन्टेन्ट। मैले यसलाई यो पनि भने कि मलाई यो कुरामा कन्फिडेन्स छ, किनभने म आफै एउटा टेक क्रिएटर हो नेपालबाट। किनभने मसँग छ नि त, म टेक क्रिएटर हो, मेरो एक्सपिरियन्स छ कन्टेन्ट बनाउनमा, मेरो अडियन्स पनि छ। अब मैले के गर्नु पर्यो? अब मैले उसलाई भन्छु कि टास्क जुन भने नि लास्टमा फर्मेट र टास्क भनेको थियो नि हामीले, उसले के गर्नु पर्यो त? अब यसमा मैले त यहाँ दिएँ कन्टेक्स्ट, रोल पनि दिएँ। अब टास्कमा हेर्नुहोस्, ठ्याक्क ठ्याक्क पोइन्ट गरेर भन्यो भने एकदम मजाले बुझ्छ एआईले। मेक प्लान्स एन्ड स्ट्राटेजी टु ग्रो आवर पेज इन सोसियल मिडिया, एसिओ एन्ड ऱ्याङ्क टप अन एमोङ मार्केटिङ एजेन्सिज एमोङ नेपाल बाई मेकिङ कन्टेन्ट सन्डिङ। मैले के भने तँलाई के गर्नु पर्यो भन्दाखेरि मेक प्लान बनाउनु पर्यो, स्ट्राटेजी बनाउनु पर्यो हाम्रो पेजलाई ग्रो गर्न सोसियल मिडियामा, एसिओ युज गरेर ऱ्याङ्क अगाडि कसरी गर्न सकिन्छ त्यो गर्नु पर्यो। अनि हेल्प इन अप्रोचिङ द कम्पनीज बिजनेसेस एन्ड मेकिङ द गुड डिल। अब यसमा मैले के पनि भने भन्दाखेरि अब कम्पनीहरूसँग कुरा गर्नुपर्ने हुन्छ, त्यसमा पनि तैँले मलाई हेल्प गर। अनि प्लान अन कन्टेन्ट बनाउनमा पनि प्लान गर। हेल्प इन इन्फ्लुएन्सर मार्केटिङ टु, त्यसमा पनि, किनभने मैले माथि रोल दिएको छु नि त, यो काम गर्न सक्छस् तैँले भयो, यो काम तँलाई गर्न भनेको छु। अलवेज सेयर द आइडियाज, प्लान्स अन हाउ क्यान वी ग्रो, वाट ट्याक्टिक्स वी क्यान अप्लाई। भनेको आइडिया चाहिँ सेयर गरिराख है भने होइन। इफ यु निड एनी इन्फो यु क्यान आस्क। अब मैले यहाँ सकाएँ। अब मैले के भने भन्दाखेरि यदि तँसँग केही इन्फो छ भने तैँले मलाई सोध्न सक्छस्। अनि मैले लास्टमा के भने, आई एम इन्भाइटिङ यु विथ द कन्ट्र्याक्ट द्याट हेज डिल अफ मेकिङ रिल्स इन ए 6 फिगर एजेन्सी, आर यु रेडी विथ इन अस। अब मैले यहाँ लास्टमा यसलाई के भने भन्दाखेरि एउटा मेरो कन्ट्र्याक्ट छ, भर्खर स्टार्ट गरेको कम्पनी हो
मलाई कमाउनु छ महिनाको 1 लाख। अब मैले यसलाई के भने भन्दाखेरि सबै कुरा भनिदिएँ, ल मलाई तैँले मलाई अब यसलाई 6 फिगर एजेन्सी बनाउन हेल्प गर, 1 लाख कमाउन हेल्प गर होइन। यसले त्यही हिसाबले मेरो अब प्लान गर्छ नि त। फर्दर म 1 महिना 2 महिना यससँग कुरा गरिरहेको छु, यसमा डिस्कस गरिरहेको छु। अब भनेपछि 1-2 महिना 3 महिनापछि त यसले सर्टेन एउटा टाइममा त मलाई 1 लाख रुपियाँ कमाउने बनाइदिन्छ नि त एआईले। अब मैले यसमा कुनै पनि टुल युज गरेको छैन, सबै फ्री टुल। बुझ्नुभयो? सो अब यसको हामीले एउटा इक्जाम्पल हेर्छौँ। म यसो सोध्छु है त, क्लियर भइरहेको छ तपाईँहरूलाई कुरा, मजा आइरहेको छ, एकचोटि भनिदिनुहोस् त। सर यो तपाईँले कुन एप्लिकेसनबाट गरेको भन्नुभयो? यो नोसन जुन लेखेको, हजुर हजुर यो नोसन हो। प्रम्प्ट एप्लिकेसन एप्लिकेसन नै छ नि। यो नोसन हो। नोसनमा तपाईँहरूले जे पनि लेख्न सक्नुहुन्छ, जस्तो नोसन भनेर सर्च गर्न सक्नुहुन्छ, notion.com भनेर आउँछ। अब यसमा तपाईँहरूले अब यहाँ मैले लेख्ने काम मात्र होइन, यसबाट धेरै कामहरू गर्न सक्नुहुन्छ। तपाईँहरूले आफ्नो टु डु लिस्टहरू बनाउन सक्नुहुन्छ, प्रोग्रेसहरू, इन रिभ्यू, कम्प्लिट होइन, आफ्नो पुरै इन्टायर तपाईँको कम्पनी नै चल्न सक्छ यसबाट होइन। हजुर यो यसमा एआई पनि छ, अनि तपाईँले मिटिङहरू पनि गर्न सक्नुहुन्छ। अब जस्तो भोलि के टास्क छ आफ्नो त्योहरू पनि लेख्न सक्नुहुन्छ होइन। लेख्न पनि एकदमै इम्पोर्टेन्ट। अब जस्तो यहाँ छ नि, अब तपाईँ जस्तो ग्रुपमा काम गर्नुभएको छ होइन, सपोज अब तपाईँको टिम छ, बाहिर छ भने तपाईँले यहाँबाट सेयर गर्न सक्नुहुन्छ। अनि अब अहिले त यहाँ म मात्रै छु होइन। अब जस्तो मेरो जुन कन्टेन्ट लेख्ने हुन्छ, अब मैले तपाईँलाई एउटा इक्जाम्पल दिएको छु, मेरो स्क्रिप्ट भन्छ होइन। अब मेरो नयाँ भिडियोको स्क्रिप्टहरू यहाँ छ। अब हाम्रो टिममा हामी 3 जना छौँ। यहाँ हेर्नुहोस्, अब एउटा चन्दन ढकाल, ऊ चाहिँ मेरो एडिटर हो होइन, भिडियो एडिटर। अब मैले स्क्रिप्ट यहाँ लेख्छु, उसलाई मैले बुझाइराख्नु पर्दैन कि स्क्रिप्टमा के छ, उसले यहीँ आएर स्क्रिप्ट हेर्न सक्छ मजाले। अनि अर्को नेप्से भनेको मेरो साथी हो होइन, उसँग हामी डिस्कस गरेर काम गर्छौँ। अब उनीहरूसँग फुल एक्सेस छ भने उनीहरूले पनि यहाँ कहिले आएर प्रम्प्टहरू लेख्छन्, त्यो मैले हेर्न सक्छु, सेयर हुन्छ कि। जस्तो यो तपाईँहरूले त्यही हो, मल्टिपल काम गर्न सक्नुहुन्छ। बुझ्नुभयो? जस्तै यो प्ले स्टोरबाट यो एप्लिकेसन चाहिँ डाउनलोड गर्न मिल्छ मिल्दैन? मिल्छ मोबाइलमा तपाईँहरूले मिल्छ, प्ले स्टोरबाट सायद मिल्छ होला, एप्प स्टोरबाट मिल्छ प्ले स्टोरबाट मिल्छ। म आफै त्यसको एउटा इमेज पठाइदिए हैन, अघि गरि हेरेको कि सर, त्यो अरु के आयो कि त्यसको एउटा कुन हो एप्लिकेसन, त्यसको इमेज पठाइदिनु न ल। ए ल हुन्छ, म तपाईहरुलाई यो यसको नोसनको लिंक पठाइदिउँला, ग्रुपमा पठाइदिउँला। यसमा चाहिँ तपाईहरुले अब एक्सप्लोर गर्दै जानुभयो भने धेरै कुराहरु भेट्न सक्नुहुन्छ। मिटिङ सिटिङ यताउति सबै गर्न सक्नुहुन्छ। म चाहिँ स्क्रिप्ट लेख्नलाई, आफ्नो कामहरुलाई प्लान गर्नलाई यो युज गर्छु हैन। धेरै जसो अब तपाईहरुले यता साइडमा हेर्न सक्नुहुन्छ। अब टुडे सुट हैन, जेसन फाइल, वेबसाइट डकुमेन्टेसन, बुट क्याम्प, अब जस्तो हाम्रो बुट क्याम्पको पनि प्लान यही गराएको थिएँ मैले हैन। अनि स्क्रिप्ट कलेक्सन, कोर्स डिटेल, प्रम्प्ट्स हैन, सबै मैले यही गर्छु। धेरै कामहरु हुन्छ यहाँ। अब यहाँ यस्तो लाइब्रेरी भनेर बनाउन सक्नुहुन्छ। अब 1 विक अगो 6 डे अगो मेरो के काम भएको थियो हैन। यो भयो हैन, त बेसिक एउटा यो प्रोडक्ट टुल पनि हो हैन। सो ठीक छ। अब हामी चाहिँ फर्दर अगाडि बढौँ हैन। अब स्क्रिप्ट चाहिँ अब त्यसरी लेख्ने अब हजुर भन्नुस् सर। एउटा त्यो नोसनमा चाहिँ एमएस वर्ड जस्तो हो। यो एमएस वर्ड हैन, नोसन भनेको छुट्टै नै हो। एमएस वर्ड जस्तै हैन, एमएस वर्ड अलिकति डिफरेन्ट, त्यसमा टेक्स्ट मात्रै लेख्ने कुरा हुन्छ हैन। यसमा तपाईले धेरै कुराहरु गर्न सक्नुहुन्छ। पेजेस बनाउन सक्नुहुन्छ, टेबल बनाउन सक्नुहुन्छ, अनि त्यसमा टेबलमा पनि फर्दर पेजेस, डाटाबेसेसहरु धेरै कुरा गर्न सक्नुहुन्छ यसबाट। नोसनले प्रम्प्ट दिने हो कि प्रम्प्ट चाहिँ हामीले टाइप गर्नु पर्यो नोसनमा? हैन, नोसनले प्रम्प्ट दिदैन। हामीले चाहिँ मैले त तपाईहरुलाई नोसनमा किन भनेको भन्दाखेरि चाहिँ तपाईहरुले जस्तो सपोज मैले अब यहाँ तपाईलाई एउटा एक्जाम्पल दिन्छु। ओके, हामी च्याट जीपीटीमा जाम है त। अब यहाँ तपाईले अब लामो जस्तो सुरुमा तपाईले रोल दिनु पर्यो, अनि त्यसपछि चाहिँ कन्टेक्स्ट दिनु पर्यो, अनि त्यसपछि चाहिँ पर्सोना हैन, रोल अफ कन्टेक्स्ट, अनि टास्क दिनु पर्यो। अब यो धेरै लामो हुन्छ नि त। तपाईहरुले यही लेख्न थाल्नु भयो भने कहिलेकाहीँ झुकेर इन्टर दब्छ के। हजुर। अनि इन्टर दबाएपछि त्यो आधा त प्लान पनि सकिन्छ। त्यो भएर पहिला चाहिँ यतापट्टि नोसनतिर या कुनै तपाईँ आफ्नो जहाँ सजिलो लाग्छ त्यहाँ आएर मजाले तपाईले यो प्रम्प्ट बनाउनु हैन। यति लामो छ नि त। अब यो लेख्दा त त्यहाँ त अब कहिले के हुन्छ, यहाँ त यही सेभ हुन्छ नि त यो प्रम्प्ट त। अब यो कहीँ पनि जाँदैन। ए क्लास ए ओके हुन्छ बुझ्नुभयो। त्यो भएर नोसनतिर चाहिँ तपाईले प्रम्प्ट लेख्नु भयो भने यो हराउँदैन कि, यही रहन्छ। तपाईलाई पछि पनि यही प्रम्प्ट युज हुन्छ नि त। बुझ्नुभयो? प्रम्प्ट बनाउने च्याट जीपीटी युज गर्नुपर्ने जस्तो छ। एआई टाइप गर्नु के भन्नुभयो? यो प्रम्प्ट लेख्न नि यो तपाईको एआई नै युज गर्नुपर्ने भयो के, यो यत्रो टाइप गर्नुहुन्छ त हैन?
ए होइन यस्तो हो नि त अब यो च्याट जिपिटी युज गरेर त भयो तर आफ्नो सबै कुरा बुझाउनु पर्यो नि त फेरि च्याट जिपिटीलाई नि बुझाउनु पर्यो के गर्न लाग्यो भनेर नभए त फेरि रिजल्ट राम्रो आउँदैन नि त आफ्नो काम जुन फर्दर आफूले केही ठुलो काम सोचेको हुन्छ अब च्याट जिपिटीलाई हजुर, यस्तो हजुर। प्रम्प्ट लेख्दै भन्यो भने त उसले आफ्नो हिसाबले लेख्ने भयो नि त लेख्न त मिल्छ मैले मेटा प्रम्प्टिङ भनेको हजुर। सिकाएको थिएँ होइन त्यो मेथड युज गरेर बट बेस्ट आइडिया भनेको प्रम्प्ट आफै लेख्नुपर्छ कि यसलाई चाहिँ टाइम दिनै पर्छ हजुर अब हेर्नु न मैले यसलाई लगभग आधा घन्टा लाएर यति लेखेँ होइन अब मैले यसलाई लगेर मैले च्याट जिपिटीलाई दिन्छु अब यसले कस्तो रेस्पोन्ड गर्छ हेरौँ है त जस्तो यहाँ मैले कपी गरेँ यही प्रम्प्टलाई मैले च्याट जिपिटीमा लगेर दिएँ है त यो पेस्ट हान्थेँ अब हेरौँ है त यसले कस्तो दिन्छ मिड कोडेक्स भनेको छ के भनेको छ यहाँ अब यसले ल I will act as your growth head, challenges, ideas when needed, suggest better alternatives, focus on what actually moves revenue, not just follower. यसले के भन्यो भन्दाखेरि कमाइ कसरी हुन्छ त्यता फोकस गर्ने फलोवर भन्दा पनि भन्यो होइन आफ्नो रोल भन्यो सेल्स भन्यो मार्केटिङ भन्यो अपरेसन्स भन्यो यसले सबै कुरा बुझ्यो के मजाले हामी त्यत्रो टाइम लगाएको थियौँ नि त अब हेर्नु न ठ्याक्क के भन्यो मैले मेरो आफ्नै च्यानल छ भनेको थिएँ रिसभ एक्सपिरियन्सबाट ट्रस्ट आयो अब रिल्जिनबाट बिजनेस गर्नुपर्छ अब कसरी गर्नुपर्छ त गोल भनेको हाम्रो 100K फलोवर होइन हाम्रो गोल भनेको बिकम द एजेन्सी द्याट एभ्री वान नेपाल थिङ्स वेन समन सेज वी निड कन्टेन्ट चाहिने बित्तिकै कसैले सोचोस् कि हाम्रो त्यो बनाउनु पर्यो कि हाम्रो त्यो धेरै फलोवर बनाउनु गोल होइन कसरी गर्न सकिन्छ आवर पिलर भनेको छ फाउन्डर ब्रान्ड भनेको छ आफ्नो भिडियो बिहाइन्ड द सिन्स मार्केटिङ टिप्स सबैले टिप्सहरू दिइरहेको छ यत्रो लामो दियो होइन अब यो तपाईँले सिम्पल त च्याट जिपिटीमा प्रम्प्ट नै जेनेरेट गर्ने भयो यस्तो राम्रो रिजल्ट आउँदैन के त्यो भएर त्यसको लागि चाहिँ टाइम दिनै पर्छ अझै आउँदै हुनुहुन्छ सो बुझ्नुभयो च्याट जिपिटीबाट भन्नुभएको थियो सो च्याट जिपिटीमा प्रम्प्ट लेख्न भन्दा पनि प्रम्प्टको लागि चाहिँ आफूले टाइम छुट्याउनुहोस् है त मैले पनि गर्छु यो जसले पनि अलिकति राम्रोसँग एआई बुझेको मान्छेले टाइम छुट्याउनु नै पर्छ त्यसले गर्दाखेरि धेरै फाइदा हुन्छ ओके अब हामीले अब यो एउटा प्रम्प्ट लेख्न सिकिहाल्यौँ होइन सो प्रम्प्ट लेख्ने तरिका यही हो अब यो एउटा हाम्रो त्यसपछि हाम्रो के छ नेक्स्ट टपिक हेरौँ है त प्रम्प्ट लेख्न सिकिहाल्यौँ अब फ्री ट्रायललाई अब म्याक्सिमम उ गर्नलाई के गर्ने अब यसपछि मैले एउटा टिप्स दिन्छु तपाईँहरूलाई फ्री ट्रायललाई कसरी उ गर्ने भनेर यो प्रम्प्ट लेख्नेमा चाहिँ कसैले केही नबुझ्नु भएको छ भने भन्नुहोस् न है एकचोटि सुशान्त तपाईँले यजिले हात उठाउनु भएको रहेछ प्रम्प्ट लेख्नेमा बुझ्नुभयो सबै मैले यो प्रम्प्टहरू तपाईँलाई पठाइदिउँला तपाईँहरूलाई मैले यो प्रम्प्ट चाहिँ भोलिसम्म 20वटा चाहिँ यस्तो प्रम्प्टको टेम्प्लेट पठाइदिन्छु ठ्याक्क त्यसबाट तपाईँहरूले मिलाउन सक्नुहुन्छ अहिले चाहिँ के छ कस्तो छ बुझियो प्रम्प्ट लेख्न आयो क्लास भन्दा सर सुन्नु न क्लास भन्दा अरू टाइम नि तपाईँसँग सम्पर्क गर्न सकिन्छ सकिन्छ सम्पर्क गर्नु भन्दा पनि फोन गर्नुभयो भने चाहिँ अलिकति नउठ्ला किनभने हाम्रो अफिसको फोनमा धेरै फोन आइरहेको हुन्छ अनि त्यो भएर अनि के छ भन्दाखेरि तपाईँले मेसेज गर्न सक्नुहुन्छ हामीले तपाईँको हेरेर तपाईँलाई रेस्पोन्ड चाहिँ गर्छौँ अब कहिले अब त्यो ग्रुपमा त गर्ने कुरा भएन त्यसको लागि अब तपाईँसँग कसरी गर्नु पर्यो सम्पर्क मेरो नम्बर छ नि ग्रुपमा जस्तो रिसभ भनेर रिसभ एक्सपिरियन्स भनेर जहाँबाट मैले तपाईँलाई लिङ्क पठाएको छु हजुर सर हो त्यहाँबाट तपाईँले गर्न सक्नुहुन्छ कन्ट्याक्ट गर्न सक्नुहुन्छ मलाई मेसेज यतापट्टि मेसेज गर्न सक्नुहुन्छ मेसेज गर्नुभयो भने मैले अब हेर्छु बेलुकासम्म या बिहानसम्म मैले हेरेर तपाईँहरूलाई रिप्लाई चाहिँ गरिदिन्छु तपाईँलाई के सोध्नु पर्यो भने चाहिँ ओके सुशान्तजीले सोध्न खोज्नु भएको हजुर सर हामीले के आफ्नो जुन मेन प्रब्लमहरूलाई हैन हजुर प्रम्प्टमा राखेर त्यसपछि इन्हान्समेन्ट गराउन मिल्छ होला नि हैन एआईबाट मिल्छ इन्हान्समेन्ट गराउन मिल्छ तपाईँले जस्तो अब यही एउटा प्रम्प्ट छ तपाईँ अलिअलि ग्रामर यताउति भएको छ भने त्यसलाई इन्हान्समेन्ट गराउन त मिल्छ एकदमै बुझ्दै नबुझी डाइरेक्सनै अन्तै जाने जस्तो त लेख्दाखेरि ठिकै लेखिन्छ बुझेन भने नेपालीमा लेख्दा पनि भयो तर जरुरी छैन मिल्छ गऱ्यो भने राम्रो होइन बट म चाहिँ अब आफूले जे लेखिन्छ आफ्नो जे नर्मल छ त्यही नै एआईलाई जाओस् त्यसपछि बल्ल एआईले हामीलाई अलिकति बुझ्छ भन्ने चाहिँ मलाई लाग्छ त्यो भएर कि अब प्रम्प्ट नै एकदम खतरा हाइफाई हालिदिएको छ भने त फेरि अलिकति एन्सर नै त्यो हिसाबले आउँछ नि त त्यो भएर सकेसम्म तपाईँलाई इङ्ग्लिसमा अलिकति हुन्छ आफ्नो प्रब्लम उ गर्नुहुन्छ भने नेपालीमा रोमनमा मलाई यस्तो हुन्छ त्यो भएर मैले यस्तो गरेको हो त्यो भएर यस्तो हो भनेर तपाईँले लेख्न सक्नुहुन्छ अनि इन्हान्स गर्न सक्नुहुन्छ एकचोटि तपाईँ ट्राई गर्नु न एकचोटि आफैले लेखेर दिनु अनि एकचोटि इन्हान्स गरेर लेखेर दिनु अनि तपाईँको जुन एन्सर हुन्छ त्यहाँ चाहिँ तपाईँले आफै थाहा पाउनुहुन्छ कि कस्तो एन्सर आउँछ भनेर है त अनि आजको भिडियो रिकर्डिङ छ सर हजुर भन्नु त आजको भिडियो रिकर्डिङ पनि छ सर रेकर्ड भइरहेको छ रेकर्ड एकैछिन है त कहिले फेरि हुँदैन रेकर्ड भइरहेको छ पब्लिक हुन्छ कि नि सर हजुर पछि ग्रुपमा पब्लिक हुन्छ कि नि यो भिडियो हुन्छ पब्लिक हुन्छ मैले 1 महिनासम्म चाहिँ राखिदिन्छु तपाईँले 1 महिनासम्म यो भिडियो हेर्न सक्नुहुन्छ हैन
किरणजीले के भन्न खोज्नु भयो हजुर किरणजीले हात उठाउनु भएको थियो के भन्नु भएन ठिक छ अब हामी अगाडि बढ्छौँ है त प्रम्प्ट बुझ्नु भयो होइन सबैले प्रम्प्ट कसरी लेख्नुपर्छ भनेर पहिला चाहिँ रोल दिने त्यसपछि कन्टेक्स्ट दिने त्यसपछि टास्क दिने के हो त्यो मान्छे भनेर के जस्तो एक्ट गर्नु पर्यो अनि के काम के हो के कुरा हो विषयवस्तु अनि त्यहाँबाट काम यति तिनटालाई याद गर्ने भने चाहिँ नर्मल प्रम्प्ट भन्दा धेरै राम्रो आउँछ एकदम बेटर आउँछ है यो तपाईँहरूलाई एकदमै म्याक्सिमाइज गर्न सकिन्छ है अब यसपछि एउटा छोटो टिप्सहरू छ म त्यो चाहिँ तपाईँलाई भन्छु है त एकैछिन यसलाई एक गर्छु सबै मेटाम है ओके अब हाम्रो टिप्स छ म्याक्सिमाइजिङ फ्री ट्रायल भनेको अब पेड हुन्छ एउटा चाहिँ फ्री हुन्छ होइन अब हामीले चाहिँ अब सकेसम्म पे चाहिँ नगरौँ होइन पे चाहिँ नगरौँ भन्ने हो तर तपाईँहरूलाई एकदमै अब धेरै कामहरू हुन्छ महिनाभरि एआई युज गर्नुहुन्छ भने चाहिँ त्यसको लागि मैले के सजेस्ट गर्छु भन्दाखेरि फर्स्टमा पे गर्दाखेरि चाहिँ होइन पे नै गर्नु पर्यो भने चाहिँ अब क्लडको $20 छ होइन च्याट जिपिटीको पनि $20 छ अर्को प्लान दिन्छ होला च्याट जिपिटीमा थाहा भएन होइन यसको पनि $20 नै हुन्छ हामीलाई एकदमै हेल्प गर्ने भनेको गुगलले हो के जेमिनाईको होइन जम्मा $5 को एउटा $5 को एउटा प्लस प्लान आउँछ कि यो मैले होइन तपाईँहरूले जस्तो मेरो कन्टेन्ट्सहरू हेर्नुहुन्छ मैले कति धेरै कामहरू गर्छु नि त जे पनि मैले छ नि त मैले लिने भनेको मैले पे गर्ने भनेको $5 हो कि महिनाको $5 यतिमा मेरो सबै काम हुन्छ किनभने मलाई अलिकति बढी गर्नुपर्छ त्यही भएर लिमिट छिटो सकिने काम सकिन्छ होइन अब यति पनि अब यो तपाईँले यो प्लस भन्दा पनि पहिला यो फ्री ट्रायलमा युज गर्दै गएपछि आफूलाई साँच्चै प्रोडक्टिभ लाग्यो भने $5 अब $5 भनेको लगभग तपाईँको कति हुन्छ 700-800 हुन्छ होइन यताउति गरेर राउन्ड अप गर्दाखेरि लगभग 700-800 महिनाको तिर्नुपर्छ कि अब यहाँ अहिले कस्तो भइरहेको छ भन्दाखेरि मेरो कन्टेन्ट्सहरू लेखिदिन्छ अनि मलाई रिसर्चरमा हेल्प गर्छ रिसर्चर र कन्टेन्टको अब एभरेज बाहिरबाट मैले हायर गरेँ भने स्यालेरी कति हुन्छ 20-25 हजार मैले दिनुपर्छ अब त्योभन्दा मैले जेमिनीलाई $5 दिन्छु $700 मैले स्यालेरी दिएर मैले कन्टेन्ट लेखाइरहेको छु कि च्याट जिपिटीलाई अनि त्यो कन्टेन्ट काम पनि गरिरहेको छ तपाईँहरू मेरै कन्टेन्ट हेरेरै आउनुभएको हो नि त यहाँ होइन अब त्यो मेरो कन्टेन्ट राइटरको स्यालेरी भनेको यति हो कि $5 यहाँभन्दा दिँदिनँ अब तपाईँहरूलाई मैले $5 पनि अहिले खर्च गर्न त भन्दिनँ तर मैले तपाईँलाई भनिदिएको एआईले कति हेल्प गर्न सक्छ भनेर अब यहाँ मलाई राइटर साइटर कोही अब एआई हुन्थेन भने त म एक्लैले त त्यत्रो बोझ त कहाँ गर्न सक्थेँ त होइन कन्टेन्ट कति बनाउनु पर्छ होइन दिनको एउटा कन्टेन्ट दिनको एउटा आफ्नो कम्पनीको लागि अरू कम्पनीको लागि दिनको 3-4वटा कन्टेन्ट बनाउनु पर्ने हुन्छ मलाई एक्लैले त ह्यान्डल गर्न सकिन्न होइन ओके सो अब हेरौँ है त अब यहाँ नो योर मोडल्स भनेको छ है त अब यहाँ डिफ्रेन्ट छ होइन कुराहरू छ होइन अब हामीले केमा चाहिँ फ्री ट्रायल युज गर्न सकिन्छ भन्ने कुरा हो कि अब क्लड खतरा हुन्छ क्लडले यो काम गर्न सक्छ त्यो काम गर्न सक्छ भनेर खुब इन्स्टाग्राममा आउँछ है ए खतरा क्लडले सबै यताउति गरिदियो भनेर होइन जेमिनीको चाहिँ खासै इन्टरनेटमा भन्दा पनि जेमिनीले आजकल त्यो क्रिकेटको स्टेडियममा गएर आफ्नो प्रमोट गरिरहेछ होइन जेमिनीलाई अब त्यतातिर आफ्नो ऊ छ होला होइन अब च्याट जिपिटी त अब सुरुकोदेखि भइहाल्यो सबैको मुखमा एआई भन्ने बित्तिकै अर्को एआई भनेर च्याट जिपिटी भन्ने हुन्छ होइन त्यो के गर्न सकिन्छ त भन्दाखेरि अब यहाँ अलिकति मिस्टेक गरेछ है त क्लडले चाहिँ कोडिङ गर्छ है यो मैले एआईबाट बनाउँदाखेरि चाहिँ अलिकति मिस्टेक भएछ यो स्वेप भएछ कि यो राइटिङ र कोडिङको चाहिँ होइन जेमिनीको ठिक छ होइन सो यसलाई चाहिँ मैले अलिकति सरी भन्छु होइन क्लड फर कोडिङ भन्छु है त यो तपाईँलाई मैले यो पठाउँदाखेरि चाहिँ कोडिङ गरेर पठाउँछु अनि च्याट जिपिटी फर डिस्कसन है बुझ्नुभयो क्लड चाहिँ कोडिङको लागि चाहिँ बेस्ट छ कसैले कोड गर्छ या कसैले केही प्रोजेक्ट बनाउँछ प्रोजेक्ट म्यानेजमेन्टको लागि क्लड इज 1 एकदम बेस्ट होइन बट तपाईँले क्लडलाई गएर नेपालीमा केही लेख्नु भन्नुभयो भने क्लड खासै राम्रो छैन कि क्लडले हेलुसिनेट गर्छ एकदमै बुझ्नुभयो हेलुसिनेट भनेको बुझ्दैन कि किनभने क्लड एकदमै पश्चिमाहरूले नै बनाएको एकदमै पछि अब धेरै उतैतिरको मान्छेहरूले युज गर्छ नेपालीले अलिक कम युज गर्छ मतलब कोड गर्नेहरूले युज गर्छ क्लड कोडहरू लिइरहेको हुन्छ कम्पनीले बट यता नेपाली जुन हिसाबले हामीले च्याट जिपिटी अनि जेमिनीसँग कुरा गरिन्छ क्लडसँग चाहिँ त्यति कुरा गरिन्छ प्लान पनि छिटो सकिन्छ यसको त्यो भएर क्लड चाहिँ एउटा कोडिङहरू गर्नुहुन्छ अनि प्लानिङहरू गर्नुहुन्छ भने चाहिँ क्लड इज बेस्ट होइन भने चाहिँ तपाईँलाई राइटिङ गर्नु छ नेपालीमा केही लेख्नु छ कन्टेन्ट्सहरू लेख्नु छ भने चाहिँ जेमिनी क्लडले पनि रिसर्च गर्छ बट हेलुसिनेट गर्छ सो कोडिङको लागि क्लड बेस्ट होइन अनि रिसर्चको लागि अनि राइटिङको लागि जेमिनी अब च्याट जिपिटी किन के को लागि त भन्ने कुरा हुन्छ अब च्याट जिपिटी त अब हाम्रो सबैभन्दा सुरुमा आएको साथी हो होइन मैले पनि च्याट जिपिटीबाट स्टार्ट गरेँ अब सबभन्दा पहिला च्याट जिपिटी आयो त्यसपछि नै त अरू आएको हो नि त होइन अब च्याट जिपिटी चाहिँ हाम्रो एउटा डिस्कसनको साथी हो कि
यसले धेरै ठुलो काम गर्न सक्दैन च्याट जिपिटीले। अब ठुल्ठुलो प्रोजेक्टहरू ह्यान्डल गर्न जतिको क्लडले जतिको जेमिनीले गर्छ च्याट जिपिटीले सक्दैन। च्याट जिपिटी अलिकति लिमिटेड भयो, अलिकति पछाडि नै पर्यो कि यसको प्लानहरू। अरूले खतरा ल्याइदियो क्या, ड्याङ ड्याङ हान्दिए होइन। च्याट जिपिटी आयो सुरुमा एकदमै तहल्का मचायो, बट अहिले अलिकति पछाडि छ। यसले त्यस्तो तपाईँले हेर्न सक्नुहुन्छ, खासै यसले ठुल्ठुलो कामहरू ह्यान्डल गर्न त्यति राम्रो छैन। प्लान सकिहाल्छ, फेरि कुर्नुपर्छ जेउ। सो च्याट जिपिटीको लागि चाहिँ एउटा सिम्पल डिस्कसनको लागि चाहिँ युज गर्न सकिन्छ। अब मैले यो गर्छु, यसमा कसरी गर्ने, या कुनै मेसेजहरू ड्राफ्टहरू गर्नु छ त्यसको लागि चाहिँ युज गर्न सकिन्छ। जेमिनी चाहिँ रिसर्च गर्नको लागि फुल आफू यदि रिसर्च गर्ने हो भने जेमिनीमा एउटा डिप रिसर्च गर्ने हुन्छ। तपाईँले त्यो युज गर्नुभयो भने चाहिँ रिजल्ट नेक्स्ट लेभल आउँछ है। डिप रिसर्च मैले अहिले एकछिनमा तपाईँलाई गरेर देखाइदिन्छु। तलको 2 र 3 पोइन्ट बुझौँ, त्यसपछि हामी एकचोटि फेरि यसको एउटा इक्जाम्पल हेर्छौँ है त। ओके, अब अर्को भनेको हामीले यहाँ त हाम्रो मेन मुद्दा भनेको त फ्री ट्रायललाई म्याक्सिमम कसरी बनाउनु भन्यो। म्यानेज कन्टेक्स्ट विन्डोज, जुन कन्टेक्स्ट भने नि मैले, यसलाई चाहिँ म्यानेज गर्नु पर्यो कि। ब्रेक लार्ज टास्क इन्टु स्मलर फोकस टास्क होइन। ठुलो काम छ होइन, तपाईँको एउटा कोडिङ पनि लेख्नु छ, अनि यतापट्टि लेटर पनि लेख्नु छ, यतापट्टि प्रोजेक्टको प्रेजेन्टेसन पनि बनाउनु छ। यो सबै काम चाहिँ एउटालाई गर्न नदिनु कि। जस्तो जेमिनी युज गर्नुभएको छ होइन, अनि जेमिनीलाई तपाईँले भन्नुभयो एक्ट एज यो भनेर प्रम्प्ट दिनुभयो होइन, त्यसपछि उसले तपाईँको प्रोजेक्ट बनाइरहेको छ होइन, जेमिनीले प्रोजेक्ट बनाउन हेल्प गरिरहेको छ। अब तपाईँले यसैलाई चाहिँ फेरि प्रेजेन्टेसन बना भनेर चाहिँ नभन्नु कि। यो फेरि त्यसपछि फ्री ट्रायल सकिन्छ, माथि एउटा काम गरिरहेको हुन्छ, त्यो काम पनि बिर्सिन्छ, हेलुसिनेट गर्न थालिहाल्छ। अब तपाईँलाई यही कामको प्रेजेन्टेसन बनाउनु छ भने चाहिँ अब यसको डाटा उठाएर चाहिँ अर्को च्याटमा ल्याउनु कि। मैले चाहिँ एक्ट एज त्यो प्रम्प्ट दिनु नै पर्यो, दिएपछि यो काम भयो मेरो, अब यसको लागि चाहिँ मलाई चाहिँ प्रेजेन्टेसन चाहिन्छ भन्ने पनि चाहिँ दुईटाले काम गर्न थाल्यो होइन। अब दुईटाले काम गर्न थालेपछि म्याक्सिमाइज हुन्छ फ्री ट्रायल, किनभने दुईटालाई त्यस्तो धेरै एक्स्ट्रा गर्नु पनि पर्दैन। एउटाले कोडिङ गर्छ, एउटाले प्रेजेन्टेसन बनाउँछ, एउटैमा दिने भने त फेरि धेरै हुन्छ। सो लार्ज टास्कलाई छोटो छोटो उसमा टुक्राएर बिस्तारै गर्न सकिन्छ। अनि अझै सिम्पल कुरा, अब जस्तो कहिलेकाहीँ केही कुरा हुन्छ अलिकति सामान्य कुरा हामीलाई चाहिरहेको हुन्छ क्या। अब जस्तो तपाईँ केही प्रेजेन्टेसन बनाउँदै हुन्छ होइन, नमानौँ तपाईँले केही लेख्दै हुनुहुन्छ, राइटिङ गर्दै हुनुहुन्छ, तपाईँलाई एउटा त्यो राइट गर्दा गर्दै एउटा वर्डको मिनिङ नै थाहा भएन होइन। तपाईँले एउटा च्याटबोर्डसँग राइट गर्दै हुनुहुन्छ, एउटा वर्डको तपाईँलाई अर्थै थाहा भएन। अब म्याक्सिममले के गर्छ भन्दा त्यसैमा सोधिदिन्छ कि वाट डज दिस मिन भनेर, एउटा च्याट मात्रै के, माथि त्यत्रो प्याराग्राफ दिएको छ एआईले, हामी तँलाई एउटा मात्रै सोधिदिन्छ। अब यो गर्यो भने चाहिँ फेरि एउटा त उसको टोकन सकिन्छ होइन। यो अनावश्यक जस्तो भयो कि यो मिनिङ किन सोध्नु। अब मिनिङ सोध्नको लागि अरू टुलहरू छ, जस्तो कोपाइलट। तपाईँले विन्डोज ल्यापटप अहिले हालसालै किन्नु भएको छ भने तपाईँलाई फ्रीमा दिन्छ कोपाइलट है त। यो त्यति पावरफुल त छैन, बट त्यही भने डिस्कसनको लागि युज हुन्छ। अरू तपाईँले जेमिनीमा एउटा काम गर्नुभयो, सामान्य कुरा सोध्नु छ भने यहाँ नसोध्नु कि, बाहिर गएर कोही गुगलमा सर्च गर्नु, या च्याट जिपिटीलाई दिनु, या कुनै युज नगर्ने ठाउँमा गएर दिनु। बुझ्नुभयो? ओके, अब हामी लास्टको हेरौँ है त। यसलाई एकचोटि रिलोड गरिदिउँ। अनि लास्टको कुरा, अब लास्टमा के छ, रोटेट एट द रेट लिमिट स्विच बिट्विन टुल्स द मुभमेन्ट इन क्याप्सन होइन। अब के छ भन्दाखेरि अब यहाँ हेर्नु है त, यसको के हो भने ओके, रोटेट एट द स्विच बिट्विन द टुल्स द मुभमेन्ट वान्स क्याप्स आउट भनेको के हो भन्दाखेरि, अब तपाईँले अब एउटा कुरा गर्न भन्नुहुन्छ नि त एउटालाई। मैले अघि यो माथिको जुन सेकेन्ड नम्बरको उ गरेँ, एउटा भयो, अर्को भयो, अनि अर्को भयो होइन। हामीले एउटै आफ्नो मेन ठुलो कामलाई चाहिँ 3टा कुरामा डिभाइड गरेको छौँ होइन, 3टा या 4वटा भनौँ होइन। सपोज तपाईँले च्याट गर्दै जाँदाखेरि एउटा टुलको लिमिट सक्यो, अब बाँकी चाहिँ तपाईँले यो 3टाको त बचेछ नि त। अब 3टामा त काम गर्न सक्नुहुन्छ नि त, पेन्डिङ टास्कहरू के छ कनेक्ट गर्न सकिन्छ। फेरि अब यसको खुलेपछि बल्ल लास्टमा ल्याएर यसमा जोड दिउँला होइन। बुझ्नुभयो? त्यसरी गर्न सकिन्छ। अनि अझै कसैले भन्नुहुन्छ मल्टिपल एकाउन्ट बनाए त भइहाल्यो नि त। जस्तो एउटा गुगल एकाउन्ट होइन, 2-3टा गुगल एकाउन्ट बनाउनु के छ र होइन, जिमेल एकाउन्ट बनाउनु झ्याप्झुप भइहाल्छ। जेको पनि च्याट जिपिटीको पनि 2-3टा एकाउन्ट बनाउनु सक्यो होइन। एउटा गुगल एकाउन्टबाट च्याट जिपिटी, क्लड, जेमिनी सबै चलाउन मिल्छ होइन। मल्टिपल गुगल एकाउन्ट बनाउन सकिन्छ त्यसको लागि पनि है त। बुझ्नुभयो? यो एउटा एकदमै राम्रो उ हो। सरी, मल्टिपल एकाउन्ट्स एकैछिन है। ओके है त, मल्टिपल एकाउन्ट बनाउन सकिन्छ। बट जुन अघि मैले भनेको थिएँ, कहिले यो यहाँ आएको मान्छेलाई एडमिट गर्न मिल्छ कि हेर ल, क्लासमा आएको मान्छेलाई एडमिट गर्न मिल्छ कि हेर ल। जस्तो नयाँ कोही आउँछ नि, अहिले हेर त, कोही वेटिङको देखाइरहेको छ छैन,
सो यहीँबाट एडमिट गर्नुपर्छ ठिक छ ओके ओके हामी कहाँ थियौँ ओके मल्टिपल एकाउन्ट एउटा उसो है त अब यो पनि बुझ्यो है त अब हामीले अघि के हेर्ने भन्दै थियौँ भन्दाखेरि क्लाउड फर राइटिङ जेमिनी फर रिसर्च डाटा होइन म तपाईँलाई डिप रिसर्च गर्न सिकाउँछु है त तपाईँहरूको केही कुराको लागि पनि डिप रिसर्च गर्नु छ भने कसरी गर्ने भनेर है फ्रीमा सिकाउँछु पैसा मतलब यो फ्रीमै हुन्छ भन्न खोजेँ मैले सिकाउँदा फ्रीमै सिकाइरहेको छु ओके तपाईँहरू जेमिनीमा जानु होइन च्याट जिपिटीहरू जानु पर्ने होइन रिसर्च गर्नको लागि ओके तपाईँहरूलाई केको बारेमा रिसर्च गर्नु छ त होइन कसैले भनिदिनुहुन्छ केही कुरा जस्तो तपाईँहरूलाई आफ्नो क्षेत्रको बारेमा भन्नु न यो कुरामा रिसर्च कसरी गर्ने त भनेर केही कुरामा रिसर्च गर्नु मन छ भने एकचोटि भनिदिनुहोस् त हामी त्यही कुरामा लाइभ रिसर्च गर्छौँ यो क्लाउड बेस्ड लोकसेवा रिडिङ मेटेरियल खोज्दा प्रम्प्ट कसरी लेख्ने इक्जाम्पल ए ओके ओके एकैछिन है त यो भन्छु अहिले रिसर्च इङ्ग्लिस आउनुपर्छ भन्नुपर्ने रहेछ इङ्ग्लिस आउनु पर्दैन तपाईँले नेपालीमा गर्न सक्नुहुन्छ मैले अघि भने इङ्ग्लिस नै गर्नु पर्दैन है ओके केही कुराको बारेमा रिसर्च गर्नु छ भने चाहिँ भन्नुहोस् त मैले त्यही कुरा बारेमा रिसर्च गरेर एकचोटि देखाइदिन्छु है त तपाईँहरूलाई लोकसेवा रिडिङ मेटेरियल खोज्दा प्रम्प्ट कसरी लेख्ने इक्जाम्पल दिनु ओके लोकसेवा रिडिङ मेटेरियलको बारेमा रिसर्च गर्ने हो र ल ठिक छ यसको बारेमा रिसर्च गरौँ न के आउँछ नेपाल हजुर कुनै बिजनेस आइडियाको लागि अब बिजनेस आइडिया एउटा फिक्स एउटा लाइफस्टाइल ओके लाइफस्टाइल भन्दा पनि अलिकति बिजनेस आइडियामा हेरौँ न अब लाइफस्टाइल बिजनेस भनेर हेरौँ है त एकजनाले आनन्दजीले लाइफस्टाइल भन्नुभयो हामीले एउटा बिजनेस हेरौँ है त लाइफस्टाइल बिजनेसमा के छ त भनेर ठिक छ धेरै भन्नुभयो ल लाइफस्टाइलको गरौँ कि यो लास्टको गरौँ भन्नु त यो लास्टको उहाँले एकदम राम्रो दिनुभएको छ ओके ओके अब नदिनु है त मैले सुशाङ्कजीको उठाएँ है टपिक वाइ नेपाली पिपल आर डिपेन्डेन्ट इन रेमिटेन्स होइन अब यो मैले यसलाई कपी गरेँ होइन हाइड्रो पावर म्यानेजमेन्ट एन्ड इट्स फ्युचर भन्नुभएको छ यसको बारेमा पनि सेम टु सेम गर्न सक्नुहुन्छ यदि तपाईँहरूसँग ल्यापटप छ भने तपाईँहरूले लाइभ मसँग गर्न सक्नुहुन्छ होइन गुगल जेमिनीमा जाने होइन जेमिनीमा गएपछि यहाँ प्लस आइकन हुन्छ कि प्लस आइकनमा जाने अनि मोर टुल जाने डिप रिसर्च भनेर आउँछ कि यहाँ तल तपाईँहरू हेर्न सक्नुहुन्छ यो फ्री हो है मेरो यो पेडवाला होइन यहाँ मात्रै अपडेट देखाइरहेको छ ओके डिप रिसर्चमा जाने होइन अब यहाँ के गर्नु पर्यो यो तपाईँले लेख्नुभयो यो एउटा हाम्रो टपिक भयो होइन अब मैले अब यहाँ फुल प्रम्प्ट इन्जिनियरिङ यहाँ तपाईँलाई पुरै त्यो देखाउन थाल्यो भने चाहिँ टाइम लाग्छ सो मैले चाहिँ अब अलिकति सिम्पल गर्छु यसमा चाहिँ तपाईँले प्रम्प्ट दिन सक्नुहुन्छ ओके धेरै पर्दैन आई वान्ट अ डिप रिसर्च अन टपिक होइन वाइ नेपाली पिपल आर डिपेन्डेन्ट इन रेमिटेन्स यो टपिक दिएँ मैले उसलाई होइन अब के रिसर्च गर्नुपर्छ त आई वान्ट द इन्साइट्स फर हाउ नेपाल अब नेपाल कसरी रेमिटेन्सबाट धानिएको छ त भनेर यसलाई भन्नु पर्यो होइन हाउ नेपाल इकोनोमी इज सपोर्टेड बाई how much remittance we get, how much remittance enters in Nepal. आफूलाई जे मन लाग्छ होइन अब यति मैले दुईटा गरेँ होइन अल्सो व्हाट्स द सल्युसन एन्ड व्हाट इज द consequences if remittance is stopped. Remittance stop coming. अब यो लेख्दै होइन अब ग्रामर अब यस्तै होइन यो बुझिहाल्छ होइन कमिङको ओके अब मैले यहाँ के भने भन्दाखेरि उहाँले भन्नुभयो कि वाइ नेपाली पिपल आर डिपेन्डेन्ट इन रेमिटेन्स होइन रेमिटेन्स स्पेलिङ मिस्टेक भयो नि ओके अब यहाँ के छ आई वान्ट इन्साइट्स फर हाउ नेपाल इकोनोमी इज सपोर्टेड बाई रेमिटेन्स नेपाली इकोनोमी कसरी रेमिटेन्समा सपोर्टेड भएको छ हाउ मच रेमिटेन्स इन्टर्स इन नेपाल इज हरेक वर्ष नेपालमा कति रेमिटेन्स इन्टर्स हुन्छ होइन अनि अल्सो सोल्युसन के छ त यसको अनि कन्सिक्वेन्सेस के हुन्छ त यदि रेमिटेन्स आउन बन्द भयो भने भनेर हामीलाई यसको बारेमा रिसर्च गर्नु छ होइन बुझ्नुभयो अब यति लेखिदिने हो होइन यसपछि हामीले यसलाई सबमिट गरिदिउँ है अब यसले हेर्नु है त के गर्छ यो एकदम प्रो लेभल रिसर्च दिन्छ तपाईँहरूलाई लिङ्क्स दिन्छ सोर्सेस दिन्छ मजाले है अब यहाँ रिसर्च प्लान गर्दैछ हामी एकैछिन वेट गरौँ है त यसको लागि ओके अब यहाँ हेर्नुहोस् के छ भन्दाखेरि अब यहाँ यसले के बुझ्यो त भन्दाखेरि एनालाइज द की सोसियो इकोनोमिक फ्याक्टर एन्ड सिस्टमिक ड्राइभर्स बिहाइन्ड नेपाल्स हेभी रिलायन्स अन
फरेन इम्प्लोइमेन्ट एन्ड रेमिटेन्स, यो आफैले आयो फरेन इम्प्लोइमेन्ट भन्ने कुरा होइन। ग्यादर रिसेन्ट एन्ड हिस्ट्रिकल स्ट्याटिकल डाटा अन एनुअल रेमिटेन्स इन्फ्लोज इन नेपाल इन्क्लुडिङ द टोटल भोल्युम मेजर सोर्सेस कन्ट्रिज एन्ड पर्सेन्टेज इन नेसनल जिडिपी होइन। अब यो कुरा भयो होइन, अब मैले यसलाई स्टार्ट रिसर्च गरिदिन्छु कि। अब यसले रिसर्च स्टार्ट गर्छ, अब हेर्नु है त पुरा यसले यताउति सबै लिङ्कहरू हेर्छ गुगलतिरबाट होइन, जतातिरबाट सबैतिरबाट घुसेर मेरो क्वेसनको एन्सर यसले लिएर आउँछ कि एकदम जेन्युन तरिकाले। एआईले दिएको भनेर एआईलाई सोधेर विदाउट सोर्स दिएको होइन कि, सोर्स सहित लिएर आउँछ कि। सो अब एकैछिन कोही आउनु त भएको छैन क्लासमा। स्टार्ट रिसर्च गर्नुपर्ने हो सर, त्यो गरेर। हजुर 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 स्टार्ट रिसर्च गर्नुपर्छ हो। यहाँ तल आउँछ स्टार्ट रिसर्च गरिदिएपछि यसले ठ्याक्क रिसर्च गर्न थाल्छ। अब यहाँ पुरै हेर्नु यति धेरै लिङ्कमा घुसिसक्यो एनआरबी, धेरै जसो त राष्ट्र ब्याङ्कको लिङ्क हेर्नु न, 1 2 3 4 5 6 7 8 8वटा राष्ट्र ब्याङ्कको लिङ्कमा यो घुस्यो क्या। अब नर्मल मान्छेले यही काम गर्न कति टाइम लाग्छ होला सोच्नु त। यो 8वटा लिङ्कमा घुसेर त्यहाँभित्रको इन्साइट हेर्न त होइन, यो त बहुत तल अर्को गुगल सर्च गरे एउटा होइन, एउटा माइक्रोवाला एउटा लिङ्कमा गयो होइन, अब हाउस होल्ड रिलायन्स होइन, यो सबै प्रोसेस यहाँ भइरहेको छ। अलिकति टाइम लाग्छ रिसर्च गर्न। अब ठ्याक्क रिसर्च गरेपछि हामी हेरौँ यसको रिजल्ट कस्तो आउँछ। जस्तै लिभ दिस च्याट भन्छ नि सर, त्यहाँबाट के बाहिर हुन्छ अहिले टाइम लाग्छ भन्न खोज्या हो। के भन्नुभयो? एकचोटि फेरि भनिदिनु न है। लिभ दिस च्याट भनिरहेको छ कि, मैले नि यता गरिहेरेको लिभ दिस च्याट भन्दैछ, त्यो ऊ रिसर्च गर्दैछ एकछिनमा अब गर्दा हुन्छ भन्नु खोज्या हो कि। ए होइन होइन, त्यो तपाईँले स्टार्ट रिसर्च गरिदिनु, त्यहाँबाट उसले आफै गर्छ। अनि भइसकेपछि तपाईँको यदि नोटिफिकेसन अन छ भने तपाईँलाई इमेलमा रिसर्च भइसक्यो भनेर आउँछ पनि। अनि तपाईँ आयो त्यसलाई एकचोटि दिएर छोडिदिनु पर्यो, ब्राउजर चाहिँ क्लोज गर्नु भएन। तपाईँ अरू काम गर्न सक्नुभयो मजाले, धेरै टाइम पनि लाग्दैन। अब कतिको कस्तो कम्प्लेक्स रिसर्च हो भन्ने कुरा हुन्छ, अलिकति टाइम लाग्छ, 2 मिनट 3 मिनट चाहिँ लाग्छ। त्यसपछि चाहिँ यसले रिसर्च गरिदिन्छ अनि के कस्तो छ सबै ल्याइदिन्छ अनि हामीले पुरै सोर्सेस चाहिँ हेर्न सक्छौँ। हजुरको स्क्रिन अफ भयो नि सर। र आएको छैन अहिले? सर भएको छैन, भइरहेको छैन? हजुर ओके सर, के हामीले के यो जेमिनीबाट रिसर्च गरेको फाइलहरू पिडिएफहरू फर्मेटमा पाइन्छ कि पाइँदैन? पाइन्छ पाइन्छ, म अहिले सिकाउँछु त्यो पनि। तपाईँलाई पुरै प्रिन्ट गर्न रेडी हुन्छ क्या यहाँबाट। तपाईँले ठ्याक्क प्रिन्ट गरेर आफ्नो रिसर्च मजाले गर्न सक्नुहुन्छ। अनि सो त्यही हो मेन भनेको, यहाँबाट रिसर्च गर्न सक्यो, भिडियो सिडियो बनाउनु छ या आफ्नो कम्पनीको बारेमा केही, या धेरै जसो रिसर्च कम्पनीमा काम गर्नेहरूलाई धेरै फाइदा हुन्छ। यसले केही गर्नु नै पर्दैन, झ्याप्प आफ्नो ऊहरू दियो अनि ठ्याक्क दियो। अब यो तपाईँहरूले 1-2चोटि रिसर्च गर्दा अलिकति प्लान भइएला, बेलुकासम्म रिसेट होला भन्ने हुन्छ, फ्रीमा गर्न सकिहालिन्छ। ओके, सिन्स अब हाम्रो 1 घन्टा त भइसकेछ है क्लासको, मैले 1 घन्टामा भ्याइन्छ होला भन्ने सोचेको थिएँ तर भ्याइएन। ठिक छ, हामी बसिराखौँ न, कतिसम्म हुन्छ फाइदा लिउँ न है। जे सिकाउनु छ म तपाईँलाई सिकाएरै जान्छु है आज। सो मलाई चाहिँ लागेको थियो आज मात्रै हो कि सर क्लास? हजुर आज मात्रै हो कि क्लास? आज मैले 1 डेको बुट क्याम्प हजुर फ्रीमा दिएको हो। र आज चाहिँ अब मैले फेसबुकमा पहिला एक हप्ता पहिला एउटा भिडियो हालेको थिएँ। अनि त्यति बेला अलिअलि इन्ट्रेस्ट देखाउनु भयो, इन्ट्रेस्ट रहेछ है त, त्यसो भए एउटा फ्री चलाइदिउँ न त भनेर अनि 2टा भिडियो हालेँ। त्यसमा धेरैले इन्ट्रेस्ट देखाउनु भयो, लगभग 1000भन्दा बढी कमेन्ट आएको थियो। मैले फर्म दिएँ अनि 200भन्दा बढीले फर्म भर्नुभएको थियो। अनि यहाँ चाहिँ जम्मा 37 जना आउनुभयो कि। अब टाइम नमिलेर होला, खै के भएर होला होइन, सायद त्यो इन्फर्मेसन भएन कि। इन्फर्मेसन भन्दा पनि मैले सबैलाई इमेलमा चाहिँ इन्डिभिजुअल पठाइदिएको थिएँ। अनि जति सकिन्छ वाट्सएपमा पनि एड गरेको थिएँ। अब कतिपयको चाहिँ वाट्सएपै नभएको नम्बर चाहिँ हालिदिनु भएको थियो फर्ममा, उहाँहरूलाई एड गर्न त मिलेन। सो तपाईँको वेबसाइट के छ? वेबसाइट तपाईँको कोर्स कन्टेन्टहरू के छ पछि हामीले क्लास लिनु पर्यो भने? वेबसाइट चाहिँ अब हामीले यसरी लाइभ नै क्लास प्रोभाइड गरिरहेको हुन्छौँ होइन, क्लास चाहिँ भइरहेको हुन्छ। एउटा कन्टेन्ट क्रिएसनको चाहिँ हाम्रो रेगुलर हप्तामा क्लास भइरहेको हुन्छ। 6 डेजको एउटा क्लास चाहिँ एकदमै राम्रो छ। तपाईँहरूलाई कन्टेन्ट क्रिएसन सिक्नु छ भने त्यसमा गर्न सक्नुहुन्छ। नभए यो एआईको पनि क्लासहरू भइरहेको हुन्छ। एआईको 3 डेजको हुन्छ बेसिकल्ली। अब जस्तै तपाईँहरूलाई मैले 1 दिनमा सिकाइरहेको छु नि त, यो 3 डेजमा हामीले डिटेलमा बसेर यो कुराहरू सिकाइन्छ, त्यसको पनि क्लास हुन्छ। सो वेबसाइट इज रेडी हुँदैछ, rishabexperience.academy भन्ने छ होइन। वेबसाइट चाहिँ हाम्रो रिसेन्टली बन्दैछ होइन, स्टिल डेभलपिङ प्रोसेसमा छ। अझै 10-15 दिन लाग्ला त्यो लाइभ हुनको लागि। त्यतिन्जेल चाहिँ हामीले यसरी कन्ट्याक्ट बेसिसमै गरिरहेको छौँ। तपाईँहरूलाई फेरि क्लासमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँहरू जहाँ ग्रुपमा मेसेज गर्न सक्नुहुन्छ, या इमेल आएको छ भने इमेलमा मेसेज गर्न सक्नुहुन्छ, या मेसेज गर्न सक्नुहुन्छ। एआईको 3 दिनमा के कन्टेन्ट हुन्छ त्यसले पुग्छ हामीलाई एआई?
जुन के मैले छ आज त्यसमा? तपाईँहरूलाई सिकाउँदैछु नि यो अझै डिटेलमा 3 दिनसम्म प्र्याक्टिकल हुन्छ। यो आज त यो 1 घन्टामा भ्याइन्न किनभने अलिकति टाइम लाग्छ। म तपाईँहरूलाई एकदमै डिटेलमा सिकाएर आएको मतलब सर्टकटमा सिकाएर आएको छु। हजुर। एआई एन्ड प्रोडक्टिभिटीको 3 दिनको क्लास हुन्छ हाम्रो अनि कन्टेन्ट क्रिएसनको 6 दिनको क्लास हुन्छ। 6 दिनमा तपाईँहरूले कन्टेन्ट क्रिएसन चाहिँ अलमोस्ट मैले जतिको भिडियो बनाउन सक्ने हुनुहुन्छ। तपाईँहरूसँग अलिकति रिसोर्सेस हुनुपर्छ होइन। कोही जोइन गर्नु हुन्छ कन्टेन्ट क्रिएसन जोइन गर्नु छ भने तपाईँहरूले WhatsAppमा एड हुनुहुन्छ भने कन्टेन्ट क्रिएसन भनेर लेखिदिनु, हामी तपाईँलाई ग्रुपमा एड गर्छौँ। आज के बार छ हाम्रो? आज त मङ्गलबार। मङ्गलबार छ। आइतबारबाट हुन्छ होला सायद क्लास। आइतबार सोमबार हरेक हप्ता हुन्छ। यो हप्ताको त अब स्टार्ट भइसक्यो। त्यसको पेड चाहिँ कति गर्नुपर्ने हुन्छ? हजुर तपाईँलाई डिटेल आउँछ त्यसमा। कति छ हाम्रो? यो 2500 कन्टेन्ट छ। क्रिएसनको लागि हजुर 25 छ है। 2500 पर्छ। हरेक हप्ता हुन्छ। हजुरलाई त्यो डिटेल आउँछ, त्यही फर्म आउँछ, त्यहाँ तपाईँले फर्म भर्नुपर्ने हुन्छ। तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने अर्को हप्ताको क्लासमा गर्न सकिन्छ। अरू यसमा पनि फर्दर तपाईँलाई डिटेलली गर्नु छ भने 3 दिनको क्लास पनि गर्न सकिन्छ है त। एकैछिन ओके ओके सर। ओके अब हामी यता रिसर्च गरिसकेछ है त। हामी अब यता गफमा भुल्यौँ है। हेर्नुभयो तपाईँहरूले यहाँ हेरिराख्नु भएको छैन? ओके म्याक्रो इकोनोमिक्स भल्नरेबिलिटी एन्ड स्ट्रक्चरल डिपेन्डेन्सी होइन। अब यति लामो छ होइन यो रिसर्च। अब यहाँबाट तपाईँले कसरी लिने भन्दा सेयर एन्ड एक्सपर्ट छ, एक्सपर्ट टु डक्स छ है त। पहिला एक्सपर्ट टु डक्स गर्नु पर्यो है त। यहाँ हेरौँ अलिकति टाइम लाग्छ है डकमा एक्सपर्ट हुनलाई। थोरै टाइम लाग्छ, 15-20 सेकेन्ड लाग्छ है। तपाईँहरूको पनि त्यहाँ लाइभ गर्दै हुनुहुन्छ भने रिसर्च सकियो होला सायद। अब यहाँ हेरौँ कस्तो आउँछ। ओके अब यहाँ हेर्नु त यति डिटेलली यति मिलाएर होइन यो फ्रीमा होइन। अब के कति भयो त हेर्नु। फाइनेन्सियल इयर 2023-2024मा कति बिलियन आयो होइन। इन्फ्लो कति भयो होइन। नेपाली बिलियनमा कति भयो। USD 10 बिलियन आएछ हाम्रो पहिलाको उसमा होइन। अब यहाँ साइट 7 छ होइन। अब कस्तो हुन्छ भन्दा यहाँ तपाईँले यो रिसर्च हेर्नुभयो। अब यहाँ साइट 7 लेखा छ होइन। यसको सोर्स के हो त? यतिकै 10 बिलियन भन्ने कुरा त भएन नि त। केही न केही त प्रमाण हुनु पर्यो हामीसँग। हामीले गएर कसैलाई केही पढाउँछौँ कन्टेन्ट बनाउँछौँ भने त्यसको प्रमाण हुनु पर्यो नि त। अब साइट 7 छ होइन। अब साइट तल जाउँ है त लास्टमा। यो सबैको साइट दिएको छ यहाँ। अब 7 नम्बरमा 7 नम्बरमा हेरौँ है त। सर हजुर हजुर भन्नुहोस् त। त्यो मैले नेपालीबाट नेपाली ल्याङ्ग्वेजबाट त्यो रिसर्चको जो गरिरहेको थिएँ त्यो त सबै इङ्ग्लिसबाट दियो नि अनि। यो तपाईँलाई रिसर्च नेपाली ल्याङ्ग्वेजमै चाहिने? हजुर हजुर। ए हुन्छ त्यसको लागि मतलब मैले पनि यता गरेको कि अनि यहाँ पनि सबै इङ्ग्लिसबाट दियो कि नेपालीबाट जस्तै नेपालीबाट मैले एउटा टपिक राखेर चाहिँ त्यसमा गरिहेरेको सबै इङ्ग्लिसबाट दियो कि। रिसर्च चाहिँ यतिकै जेनरली दिने भने चाहिँ इङ्ग्लिसबाटै दिन्छ होइन। तपाईँहरू नेपालीबाट चाहिँ त्यसलाई भन्नुपर्छ यसलाई नेपालीमा गर्नु भनेर। सो तपाईँ एक्जिट गर्नु नेपालीमा पनि दिइदिन्छ। अरू तपाईँले यही रिसर्चलाई चाहिँ नेपालीमा कन्भर्ट गर्न सक्नुहुन्छ। मैले तपाईँलाई साइटेसन हेर्न सिकाउँदैछु एकैछिन है त। अब एकैछिन है त मैले हेर्छु। जस्तो अब यो छ नि एउटा यस्तो डाटा दियो होइन, आँकडा दियो होइन, यति बिलियन छ भनेर दियो, 25-26मा यति छ भनेर। अब यो कहाँबाट ल्याएको भनेर हेर्दा साइट 7 छ होइन यहाँ। अब यो साइट 7 हेर्नु पऱ्यो कि हामीले तलपट्टि लास्टमा हेर्नुहुन्छ भने लिङ्क दिएको हुन्छ 1 2 3 4 5 6 7। अब यो 7 नम्बरबाट चाहिँ ल्याएको रहेछ। अब कहाँबाट ल्याएको रहेछ त्यसले भनेर हेर्दाखेरि यो फाइनेन्सियल स्टेबिलिटी रिपोर्ट भनेर नेपाल राष्ट्र ब्याङ्कले रिलिज गरेको यो PDF भित्र घुसेर अब कहाँबाट उसले लिएर आयो यत्रो 106 पेजको PDFबाट घुसेर उसले पुरै रिसर्च गरेर ल्याइदियो कि। रिसर्च गरेर यहाँ ल्याइदियो। अब यो तपाईँले निर्धक्कसँग तपाईँले कहीँ गएर आफूले स्टडी गर्न सक्नुहुन्छ, कहीँ प्रस्तुत गर्न सक्नुहुन्छ। किनभने तपाईँ हामीसँग डाटा छ नि त। कसैले सोध्ला हामीलाई पछि कहाँबाट ल्याइस यत्रो डाटा भनेर सोध्ला। हामीसँग छ, हामीसँग सोर्स छ। राष्ट्र ब्याङ्कले रिलिज गराएको थियो, हामीले त्यहाँबाट ल्याएको भन्न मिल्छ होइन। अब यति धेरै अब यो AI हुन्थेन भने यो 1 महिना लाग्थ्यो यो रिसर्च गर्नु। अहिले हामीले भर्खर कुरै कुरामा रिसर्च गऱ्यो होइन। अब यसको लागि अब तपाईँले नेपालीमा भन्नुहुन्छ होइन। नेपालीमा एकचोटि ट्राई गरौँ है त। कन्भर्ट मी। अब हेरौँ होइन अहिले नेपालीमा पनि कन्टेन्टहरू छ यहाँ मजाले स्ट्रक्चर दिएको छ के कसरी भएको छ होइन। सो रिसर्च गर्ने तरिका यही हो होइन। सो नेपालीमा एकचोटि लेख्नु भन्नुभयो त्यसले के गर्छ। ओके फाइनलाइजिङ त भनेको छ। किरण कार्की अरू त कोही आउनुभएको छैन है। ठिक छ।
आउँदै गर्नुहुन्छ, अब जाँदै गर्नुहुन्छ। तपाईँहरूलाई यो कोर्सेसहरू लिनु छ भने चाहिँ तपाईँहरूले मेसेज गर्न सक्नुहुन्छ। अरू 10-15 दिनमा वेबसाइट रेडी हुन्छ, त्यसपछि त सजिलो हुन्छ, ठ्याक्क वेबसाइटबाट लिन सक्नुहुन्छ। सो अब हामी चाहिँ अब यतापट्टि यसलाई एकछिन वेट गरौँ, त्यसपछि हामी अरू कुरा गरौँ है त। यो हुँदै गर्छ, हामी नेक्स्ट टपिकमा जाँदै गरौँ न त है। ओके, किनभने ढिला भइसक्यो धेरै, तपाईँहरूलाई पनि ढिला हुन्छ, किनभने 1 घन्टा भनेर मैले बोलाएको, तपाईँलाई धेरै राख्ने कुरा त भएन नि त। ओके, ठिक छ। रिसर्च र प्रम्प्ट हामीले बुझ्यौँ है त माथि। सायद तपाईँले बुझ्नुभयो होला रिसर्च कसरी गर्ने भनेर, अनि के युज गर्ने भनेर। ओके, अब अर्को छ स्टडी विथ एआई। अब एआईबाट पढ्ने कसरी त होइन, एआई त छ होइन, च्याट जिपिटीहरू छ होइन, पढ्ने कसरी त भन्दाखेरि धेरै मेथड हुन्छ होइन। एउटा मलाई मनपर्ने भनेको सोक्रेटिक मेथड हो कि होइन, सोक्रेटिक मेथड। अब यो मेथडमा के छ भन्दाखेरि अब तपाईँले प्रम्प्ट कसरी दिनु पर्यो भन्दाखेरि आई एम स्टडिङ भनेर भन्नु पर्यो होइन। मैले पढ्दैछु एउटा टपिक, डु नट गिभ मी द समरी, आस्क मी द क्वेसन 1 by 1 टु टेस्ट माई नलेज भनेर लास्टमा इन सोक्रेटिक मेथड यहाँ छुटेको रहेछ है। युज सोक्रेटिक मेथड। यो यति दिने भने चाहिँ अब यसले एकदमै पढ्नमा कसरी हेल्प गर्छ, अब एकचोटि हेरौँ है त। ओके, कसैलाई अब केही सब्जेक्ट पढ्न अलिकति गाह्रो लाग्छ, वाट्सएप च्यानल इमेल लिङ्क पठाइदिनु न भन्नुभएको छ। हेलो, ओके, वाट्सएप च्यानलको लिङ्क म पठाइदिन्छु है त, एकैछिन रोक्नु है, म पठाउँछु। अब हामी एउटा पढ्न सिक्छौँ है, म चाहिँ कन्टेन्ट। ओके, अब तपाईँहरूलाई केही कुरा अलिकति कन्फ्युजिङ लाग्छ, जस्तो पढ्दाखेरि नबुझेको केही कुरा छ, कि एउटा टपिक छ भने भन्नुहोस् त, त्यसलाई एआई युज गरेर कसरी बुझ्ने भनेर म त्यो सिकाउँछु तपाईँहरूलाई। इफ छ भने भन्नुहोस्, होइन भने हामी एउटा डम्मी युज गरौँ न। छ कि छैन भने एआई अटोमेसन भन्ने हुन्छ नि सर, त्यसको त्यो तपाईँले नबुझेको कुरा हो। हजुर। ओके, त्यो हामीले अब यो एआई अटोमेसन भनेको पढाइसँग रिलेटेड त भएन, बट हेरौँ है त। ओके, न्यू ल्याङ्ग्वेज सिक्दा भन्दा पनि एआई अटोमेसनको उ गर्छु है त। अब त्यसको लागि हामी सिधै च्याट जिपिटीमै जाऊँ है। अनि यहाँ मैले दिएको छु नि तपाईँहरूलाई, आई एम स्टडिङ, यहाँबाट यसलाई कपी गरौँ है त। यो भने ओके, आई एम स्टडिङ एआई अटोमेसन। अब मैले नेपालीमा पढाउनु भन्छु है त। डु नट गिभ मी द समरी, आस्क मी द क्वेसन 1 by 1 एन्ड मेक मी अन्डरस्ट्यान्ड भाइ होइन। यो यति भनिदिएँ होइन, बाई सोक्रेटिक मेथड भनेर लास्टमा लगाइदिएँ, अनि टिच मी इन नेपाली। अब यति भनिदिएर यसलाई हेरौँ है त कसरी सिकाउँछु। अब एआई अटोमेसन एकदम राम्रो हो, म तपाईँलाई सिधै उत्तर दिने छैन, हामी सोक्रेटिक मेथड प्रश्न उत्तर शैली प्रयोग गर्नेछौँ। एक पटकमा एउटा प्रश्न मात्र सोध्छु, तपाईँले उत्तर दिनुहोस्, त्यसपछि तपाईँको उत्तरको आधारमा अर्को प्रश्न सोध्नेछु। यसरी तपाईँहरू आफै अवधारणा पत्ता लगाउनु हुनेछ भनेर होइन। अब यदि तपाईँले हरेक बिहान एउटै काम गर्नुहुन्छ, जस्तै इमेल खोल्ने, नयाँ मेसेज जाँच्ने, एक्सेलमा डाटा हाल्ने, अनि रिपोर्ट पठाउने, तपाईँको विचारमा यी कामहरूको कुन विशेषता छ जसले गर्दा कम्प्युटरले पनि गर्ला के भनेको छ होइन, कम्प्युटरले पनि गर्न सक्ला भनेको, यो कामहरूमा के विशेषता छ जसले गर्दा कम्प्युटरले पनि गर्न सक्ला भनेको छ कि तपाईँ आफ्नो उसमा यसमा एन्सर दिनु पर्यो कि। अब यो कामहरूमा एउटा के विशेषता छ होइन, इमेल खोल्ने होइन, नयाँ मेसेज हेर्ने, यो काम रिपिट भइरहेको छ, यो यसको विशेषता भनेको यो काम त हामीले सधैँ गर्ने हो नि त। सधैँ गर्नुपर्छ होइन। अब यो मैले यसलाई दिएँ होइन, ठिक छ, तपाईँले एउटा धेरै महत्त्वपूर्ण कुरा समात्नु भयो, यो काम रिपिट भइरहन्छ, सधैँ गर्नुपर्छ। अब तपाईँलाई अर्को प्रश्न सोध्छु, यदि तपाईँ कुनै काम बारम्बार उही तरिकाले गर्नुहुन्छ भने त्यसका स्टेप्सहरू पहिले नै लेखेर कम्प्युटरलाई दियो भने कम्प्युटरले त्यो काम मानिस बिना आफै गर्न सक्छ कि सक्दैन भनेको छ होइन। अब यसले एउटा क्वेसन सोध्यो क्या यहाँ, अब हामीले यहाँ सक्छ होला भनौँ न, सक्छ होला नि प्रोग्रामिङ गरेर भने होइन। अब मलाई यति थाहा छ, ओके राम्रो, सक्छ होला नि प्रोग्रामिङ गरे त, यो सोचाइ सही दिशामा छ। अब अलिक गहिरो सोचौँ, अब यो हिसाबले अब यसले क्वेसन सोध्दै जान्छ, हामीले यसलाई भन्दै जान्छौँ, यसले हामीलाई बुझाउँदै जान्छ कि, बुझ्नुभयो। यो पढ्ने तरिका भनेको त्यो हो। ओके, अब बिजनेस ल भन्नुभएको छ होइन, मैले यसको बारेमा पनि सोध्छु है त, सेम टु सेम क्वेसन सोध्छु कसरी सिकाउँदो रहेछ है। सो मलाई कसले सोध्नु भएको थियो अटोमेसनको बारेमा, अब अटोमेसन भन्दा नि कसरी पढ्ने भनेर चाहिँ बुझ्नुभयो।
एकचोटि भनिदिनुहोस् त, यो अलिकति क्लियर भएन भने म फेरि भनिदिन्छु सोक्रेटिस मेथड के छ। सायद लक्ष्मीजीले सोध्नु भएको थियो होला मलाई, भयो सर। होइन? ठिक छ, म एउटा अझै इक्जाम्पल दिन्छु बिजनेस ल भनेर है त। ओके, अब यो सोक्रेटिस मेथड सकेपछि हामीले प्रेजेन्टेसन कसरी बनाउने सिक्छौँ, अनि त्यसपछि चाहिँ एप र वेबसाइट चाहिँ आफ्नो लागि कसरी बनाउने भनेर सिक्छौँ है त। 3टा कुरा सिक्न बाँकी छ। ओके, हामी फेरि च्याट उसमा जाऊँ, नयाँ च्याट गरौँ अनि बिजनेस ल होइन। आई वान्ट टु लर्न बिजनेस ल बट नट इन है। अब मैले यो भने होइन सोक्रेटिस मेथड टिच मी इन। अब यसमा अरू कुरा पनि भन्न सकिन्छ। मैले जेनरल प्रम्प्ट दिएको छु, यसरी प्रम्प्ट दिने होइन, मैले तपाईँहरूलाई छिटो सिकाउनको लागि भनेको छु। तपाईँले प्रम्प्ट राम्रो दिनुभयो भने योभन्दा बेटर एन्सर आउँछ है। मैले अघि जुन सुरुमा सिकाएँ त्यो मेथड चाहिँ युज गर्नु पर्यो है त। यसमा मैले यो भने होइन, अब बिजनेस ल होइन, अब यति मैले सोधेपछि एकदम राम्रो। तपाईँ सोक्रेटिस मेथडमा बिजनेस ल भनेको छ होइन। अब यसले फेरि हामीलाई क्वेसन सोध्छ के, राम्रोले पसल खोले, उसले ग्राहकलाई सामान बेच्छ, कर्मचारी राख्छ, ब्याङ्कमा ऋण लिन्छ, अर्को कम्पनीसँग सामान किन्ने सम्झौता गर्छ। यी सबै काम रामले आफ्नै इच्छाले मात्र गर्न सक्छ कि केही कानुनी नियम पनि पालना गर्नुपर्छ भनेर सोध्यो। अब अप्सन पनि दिएको छ, आफ्नै इच्छाले गर्न सक्छ कि कानुन पनि पालना गर्नुपर्छ। अभियसली कानुन पालना गर्नुपर्छ नि त। अब यो हामीले दिन कानुन पालना गर्नुपर्छ। ओके, सही उत्तर, कानुन पालना गर्नुपर्छ। यदि रामले ग्राहकसँग 1 वर्षको वारेन्टी भएको मोबाइल बेच्यो तर 2 दिनमा बिग्रियो, ग्राहकले वारेन्टी अनुसार मर्मत गर्न बदल गर्न माग्यो, रामले भन्यो मलाई मन लागेन म बदल्दिनँ, उसले पाउँछ त? पाउँदैन नि त। यो ल भनेको बिजनेस ल भनेको त्यो हो होइन। बुझ्नुभयो? बिजनेस ल सोध्नु भएको थियो सञ्जय फोटोग्राफी भिडियोग्राफी। अब यसरी चाहिँ तपाईँले सिक्न सक्नुहुन्छ है, केही कुरा पनि तपाईँले नबुझेको कुराहरू सोक्रेटिस मेथड भनेर सिक्न सक्नुहुन्छ। अब हामी प्रेजेन्टेसन बनाउनेतिर लागौँ है। ओके, अब हामी प्रेजेन्टेसन बनाउन सिक्छौँ है। कोही आउँदै हुनुहुन्छ? ल अलिकति ढिला भयो, हामी आधी घन्टा अझै एक्स्ट्रा बस्छौँ होला। यहाँसम्म बुझ्नु भएको छ सबैले? कसैलाई केही क्वेसन छ भने भन्नुहोस् है। छैन, बुझ्नु भएको छ होइन? सर त्यो मैले त्यो गरेको रिसर्च होइन, आयो तपाईँको नेपालीमा पनि त्यो गरेको त्यो नेपालीमा गर्न भनेर मैले पनि त्यो कमेन्ट गरेको। हजुर रिसर्च नै क्यान्सल भइदियो के। त्यो अलिकति त्यो बेलामा त्यो फ्री ट्रायलमा हुन्छ त्यस्तो। ट्राई गर्नु हजुर, के त्यो अब त्यसलाई रिकभर गर्नु मिल्छ कि नेक्स्ट गर्नु पर्यो? होइन, तपाईँको पहिला गरेको इङ्ग्लिसवाला रिसर्च त तपाईँसँगै हुन्छ। हजुर, त्यसलाई चाहिँ तपाईँले सेभ गर्न सक्नुहुन्छ कि यसैलाई कन्भर्ट गर्न पनि सक्नुहुन्छ होइन। हजुर सर। नभए भने तपाईँ फेरि पनि अब त्यो एउटा उसको लागि गर्नुभएको थियो, गर्नुभयो भने अब यही मलाई नेपालीमा आयो नि त इकोनोमिक्स जोखिम र संरचनात्मक निर्भरता। सुरुमै गर्दाखेरि चाहिँ नेपाली ल्याङ्ग्वेजमा बनाएर पठाइदिनु भन्दाखेरि गरिदिन्छ नि है? गरिदिन्छ राम्रोसँग भन्नु पर्यो, प्रम्प्ट दिएर गरिदिन्छ मजाले। हजुर, अब यसलाई तपाईँले प्रिन्ट गर्न सक्नुहुन्छ मजाले होइन। राम्रो छ नि त रिसर्च त पुरै, अनि यहाँ देखाएको छ पनि है त। ओके, अब हामी प्रेजेन्टेसन बनाउन सिकाउँछौँ है त। अब कतिजना यहाँ हुनुहुन्छ जो स्कुलमा पढ्नुहुन्छ, मतलब स्कुल कलेजमा पढ्नुहुन्छ अनि केही काम गर्नुहुन्छ या कम्पनीमा काम गर्नुहुन्छ, तपाईँलाई प्रेजेन्टेसन बनाउनुपर्छ कि केही कुराको आफूले काम गर्यो भने त्यसको बारेमा प्रेजेन्टेसन बनाउनुपर्छ। कतिजना हुनुहुन्छ त्यस्तो? हात उठाउनु त एकचोटि। प्रेजेन्टेसन बनाउनु पर्ने अलिकति बोर काम हुन्छ कि प्रेजेन्टेसन बनाउन होइन। अब पावर पोइन्ट खोला, त्यहाँ लेखा, यो गर होइन। कति धेरै हात उठ्यो है। ओके, अब म तपाईँहरूलाई यस्तो सजिलो तरिका सिकाउँछु जसबाट तपाईँहरूले मैले के गर्छु भन्दा, जस्तो मेरो फाइनल इयर प्रोजेक्ट डिफेन्स हुन्छ नि, त्यसको लागि प्रेजेन्टेसन म बिहान उठेर बनायो कि तपाईँहरू विश्वास गर्नुहुन्छ गर्नुहुन्न, त्यत्रो ठुलो प्रोजेक्टको प्रेजेन्टेसन आज त्यो डिफेन्स गएर प्रेजेन्ट गर्नुपर्छ। म बिहान उठेर त्यो प्रेजेन्टेसन बनाएर कलेज गएर प्रेजेन्टेसन दिएको क्या। मैले त्यो हिसाबले प्रेजेन्टेसन दिन्छु कि। तपाईँले अझै एउटा कुरा भन्छु, यो जुन यत्रो यो तपाईँले देख्नु भएको छ नि, यो मैले आज तपाईँहरूलाई पढाउनलाई जुन बनाएको थिएँ, यो 1 डे बुट क्याम्प भनेर, यो मैले अघि एकछिनमा बनाएको, अघि बसेर बनाएको कि। एक क्लास सुरु हुने बेला भयो है, अब प्रेजेन्टेसन बनाउनुपर्छ है भनेर बनाएको।
है फ्रीमा एकदमै। अब यो तपाईँहरूले पावर पोइन्टमा पनि युज गर्न सक्नुहुन्छ। यो कहीँबाट पनि एआईबाट एकदमै त टिपिकल जस्तो देखिन्न कि एकदम राम्रो छ। ठ्याक्क स्ट्रक्चरमा मैले के सिकाउँछु होइन त्यो कुराहरू हुन्छ होइन। ओके प्रेजेन्टेसन ह्याक भनेर यहाँ छ होइन प्र्याक्टिकली म देखाउँछु है त। ब्रेन डम्प फर्स्टमा भनेको ड्रप र भिडियोज इन्टु नोसन भनेको छ होइन। मैले पहिला चाहिँ र भिडियोलाई र आइडियाजलाई सरी भिडियो भन्दा आयो आफूसँग के आइडिया छ त्यो प्रेजेन्टेसन तपाईँको टपिकको लागि के आइडिया छ त झ्यापझुप तपाईँले नोसनमा गएर डम्प गर्नु पर्यो। त्यसपछि स्ट्रक्चर विथ जेमिनी बेक्ड आइडियाज इन्टु स्लाइड्स टपिक इज जेसन अनि बिल्ड विथ क्लड भनेको छ है त। म तपाईँलाई वर्क फ्लो देखाउँछु है त। यही प्रेजेन्टेसन बनाएको वर्क फ्लो देखाउँछु है त। ध्यान दिएर हेर्नुहोस् है। ओके फर्स्टमा म जेमिनीमा देखाउँछु। ओके कहाँ भन्दा ओके अब यहाँ मैले कसरी बनाएको छु तपाईँले हेर्न सक्नुहुन्छ है। मैले के भने भन्दाखेरि अब यहाँ सुरुमा मैले के भने भन्दाखेरि हाम्रोमा 200 भन्दा बढी क्यान्डिडेट हुनुहुन्छ इन्ट्रेस्टेड क्यान्डिडेट होइन सिक्नको लागि होइन। अब अकुपेसनको उसमा अब मैले उहाँहरूलाई के सिकाउने सोचेको छु त भन्दाखेरि मैले एउटा भने प्रम्प्ट इन्जिनियरिङ कसरी उस फ्री ट्रायलमा लिन सकिन्छ धेरै कुरा, एआईलाई कन्टेन्ट क्रिएसनमा कसरी युज गर्न सकिन्छ, प्रोडक्टिभ टुल्स होइन, डेली लाइफ हाउ टु मेक एप्स वेबसाइट युजिङ एआई यो कुरा मलाई आउँछ म सिकाउन सक्छु होइन। अनि यहाँ अब त्यसपछि मैले फर्दर एड गरेँ उसलाई होइन। अल्सो हाउ टु मेक सिम्पल वेब एप फ्रम गुगल एआई स्टुडियो भने होइन। वी सो दिस इक्जाम्पल यताउति भने होइन। मलाई के चाहिन्छ मैले झ्यापझुप रफ हानिदिएँ कि नोसनमा बुझ्नुभयो। त्यहाँ हानेको थिएन मैले नोसनमा, त्यहाँ त मैले कपी पेस्ट हाने हो। तपाईँहरू मैले कहाँ को लेखेको थिएँ प्रम्प्ट्स सायद प्रम्प्ट्समा होला। अनि अहिले मैले भेटाइनँ होइन। मैले सँगै नोसनमा लेखेको थिएँ, नोसनमा लेखेर झ्याप्प डम्प हानिदिएँ होइन। अनि डम्प हानेपछि मैले के भने भन्दाखेरि टिच देम होइन। अब लास्टमा हेर्नुहोस् है त, लुक एट द थिङ्स आई एम गोइङ टु टिच देम। मैले उनीहरूलाई के पढाउँछु त्यो कुरा हेर, स्ट्रक्चर गर। मैले त झ्यापझुप हान्दै छु नि त। मलाई यो पनि पढाउनु आउँछ, यो पनि पढाउन आउँछ, मलाई प्रम्प्ट इन्जिनियरिङ आउँछ, मलाई प्रेजेन्टेसन बनाउन सिकाउन आउँछ। जे आउँछ तपाईँको आफ्नो ल्याङ्ग्वेजमा ड्याङ ठोकिदिनुहोस् पहिला होइन। प्रेजेन्टेसन तपाईँको टपिकको बारेमा होइन, केही न केही त आफूलाई थाहा हुन्छ नि त, दिमागमा त हुन्छ मैले प्रेजेन्ट के गर्ने हो भनेर। खालि प्रेजेन्टेसनमा होइन। अनि त्यहाँबाट के भन्नु, structure them in proper order, give me the slide data in JSON format so that I can make presentation from it, give me data that will be ready to teach in presentation। मैले यति भने है, बुझ्नुभयो। कहाँ छ हाम्रो सरी, मैले त्यति भने। अब त्यो मैले स्ट्रक्चर बनाएँ कि उसँग जेसनमा। अब हेरौँ है त हाम्रो उसले के गरेको छ भनेर। अब यहाँ here is the updated JSON with dedicated about सरी मैले कहाँ लेखेको थिएँ। ओके यहाँ भनेको थिएँ अनि भनेको थिएपछि अब यहाँ उसले जेसन फर्मेट बनाइदियो कि प्रेजेन्टेसन टाइटल के छ, द एआई प्रोडक्टिभिटी बुट क्याम्प वर्क स्मार्टर नट हार्डर। यो जुन टाइटल छ तपाईँले जुन यहाँ फर्स्टमा देख्नु भएको थियो नि यो त्यही टाइटल हो नि सेम। यो द एआई प्रोडक्टिभिटी बुट क्याम्प वर्क स्मार्टर नट हार्डर फ्रम सुपर प्रम्प्ट्स टु भाइब कोडिङ भनेर मैले यसरी यहाँ राखेको छु। हेर्नु सेम फ्रम सुपर प्रम्प्ट्स टु भाइब कोडिङ सेम टु सेम छ। मैले केही पनि गरेन, मैले खालि आफ्नो आइडिया दिएँ उसलाई अनि भने यो गर्न हुँदैन, उसले यत्रो दियो। अब मैले के गरेँ होला त, अब यसबाट प्रेजेन्टेसन चाहिँ कसरी बनाउने होला, डाटा त आयो जेसनमा होइन। त्यसको लागि म गएँ क्लडमा। ओके क्लडमा हेर्नुहोस् है त मैले के भनेको छु। मैले भनेको थिएँ क्लडमा कोडिङ अनि प्लानिङ जस्तो कामहरू गर्न सकिन्छ है। ओके अब मैले यहाँ जेसन फ्रम दिएँ है। त्यो अघिको जुन जेसन छ नि जुन जेमिनीले मलाई दिएको थियो मेरो रफ आइडियाबाट स्ट्रक्चर, मैले यसलाई के भने मेक अ मिनिमल प्रोफेसनल प्रेजेन्टेसन फ्रम दिस जेसन डाटा एन्ड गिभ इट टु मी इन पिपिटिएक्स फर्मेट, अल्सो एड इमेजेस ग्राफिक्स इफ निडेड। मैले यसलाई के भने एउटा प्रेजेन्टेसन बनाउनु छ यो डाटाबाट, मलाई पिपिटिएक्स फर्मेट पावर पोइन्ट फर्मेटमा चाहियो, अनि इमेजेसहरू ग्राफिक्सहरू पनि यदि मिल्छ भने हालिदिनु, चाहिन्छ भने हालिदिनु भने। अब हेरौँ है त के गर्छ क्लडले बनाएर मलाई प्रेजेन्टेसन यहाँ बनाइदियो ठ्याक्क। यहाँ लोड हुँदैछ, यो जुन प्रेजेन्टेसन थियो यो क्लडले बनाइदिएको हो क्या मेरो। यहाँ अलिकति लोड हुन टाइम लाग्यो। मजाले यत्रो बनाइदियो। अब मलाई यसमा केही चेन्जेस गर्नु छ भने यहीँ भन्न पनि सक्छु, यहाँ डाउनलोड पनि गर्न सक्छु। बुझ्नुभयो। केही छ कसैले भन्न खोज्नु भएको? ओके सर के यो एडिटेबल फर्मेटमा हुन्छ कि के हुन्छ? एडिटेबल फर्मेटमा हुन्छ, म तपाईँलाई देखाउँछु है त। ओके सरी क्लडमा दिएको थियौँ नि। अब यहाँबाट डाउनलोड गर्ने होइन, डाउनलोड गर्नु एआई प्रोडक्टिभिटी बुट क्याम्प होइन। सेभ गरेँ मैले, सेभ गरेपछि डाउनलोड भयो। अब मैले अघि सेभ गरेको कुरा कहाँ छ हेरौँ है त। डाउनलोड्समा गएँ,
अब यो मैले खोलेँ होइन इनेबल एडिटिङ अब तपाईँलाई केही बुट क्याम्प अब यहाँ हेर्नु अब यहाँ केही गर्नु छ भने मजाले एडिट गर्न सक्नुभयो लेखेर मजाले अब यहाँ तपाईँको अब केही कुरा अब जस्तो छ नि त अब यहाँ केही कुरा तपाईँलाई चेन्ज गर्नु छ भने होइन अब फर्मेट छ होइन अब यो फर्मेटमा मैले चेन्ज गरेर टास्क बनाउनु छ होइन टास्क ठ्याक्कै यो प्रेजेन्टेसन पुरा रेडी छ A to Z रेडी छ तपाईँ गएर कलेजमा गएर कहीँ गएर प्रेजेन्ट गर्न सक्नुहुन्छ कसैले तपाईँलाई छुट्याउँदैन कि यो एआईबाट बनायो कि केबाट बनायो भन्न त यो हेर्नु 10 मिनटमा बनेको प्रेजेन्टेसन हो मैले प्रेजेन्टेसन यस्तै तरिकाले बनाउँछु मलाई केही कुरा पनि अगाडि गएर प्रेजेन्ट गर्नु छ कहीँ गएर गर्नु छ भने म त्यो प्यानिक नै हुँदिनँ झ्यापझुप मैले सिकाइदिन्छु काम भइहाल्छ सो अलिकति छोटकरीमा भने तपाईँहरूलाई कस्तो लाग्यो यो प्रेजेन्टेसन चाहिँ बुझ्नुभयो केही छ भन्नु त एकदम राम्रो आइरहेको छ सर बुझ्झेछ ल के ल ओके ल अब हामी प्रेजेन्टेसन गऱ्यौँ अब त्यसपछि चाहिँ आफ्नो प्रोडक्टिभिटीको लागि वेबसाइट कसरी बनाउने अब त्यो बाँकी छ है हाम्रो पढ्न पनि सिक्यौँ है भन्नु त विश्व पौडेलजी के भन्न खोज्नु भएको अझ एकचोटि अलिक क्लियरली थोरै भन्दैन भन्न खोजेको यसको अलि थोरै कन्फ्युज भयो जस्तो यो मलाई चाहिँ प्रेजेन्टेसनको बारेमा हो हुन्छ म तपाईँलाई फेरि भनिदिन्छु है तपाईँलाई अझै डिटेलली ह्यान्ड टु ह्यान्ड सिक्नु छ भने हाम्रो 3 डेजको क्लासको लागि पनि आउन सक्नुहुन्छ म तपाईँलाई यही ठ्याक्क भनिदिन्छु है त के गरेँ भनेर ओके 3टा कुरा छ है 3टा स्टेप छ है तपाईँले पहिला 3टा स्टेप नोट गरेर राख्नु है त प्रेजेन्टेसन ह्याक हाम्रो कहाँ छ है ब्रेन्डम स्ट्रक्चर विथ जेमिनी बिल्ड विथ क्लड है ब्रेन्डम भनेको के हो आफ्नो रफ आइडिया जे आइडिया छ सबैलाई डेङ्की ड्याङ लेख्नुहोस् के बुझ्नुभयो डेङ्की ड्याङ लेख्नुहोस् है त जे आइडिया छ तपाईँलाई मैले एउटा लाइभ देखाउँछु है सिम्पल बनाऊँ है त हामीले एउटा भर्खरै हुन्छ 5 मिनटमा हुन्छ है ओके नयाँ पेज खोलेँ ओके सिम्पल प्रेजेन्टेसन अन ओके अघि हामीले रिसर्च गरेको थियौँ नि हामीले कहाँ रिसर्च गरेको थियौँ भन्दाखेरि ओके यहाँ जुन रिसर्च गरेको थियौँ अब यसको चाहिँ हामीले प्रेजेन्टेसन बनाउनु पर्यो कि है अब रिसर्च भयो हामीसँग प्रोपर रिसर्च छ अब यसको प्रेजेन्टेसन बनाउनु पर्यो है त सिम्पल कुरा है हामी फर्स्ट यस्तो 1 2 3 को है 3 पेजको चाहिँ हामीले प्रेजेन्टेसन बनाऊँ है यतिलाई मैले कपी गरेँ अनि यहाँ ल्याएर पेस्ट हालेँ बुझ्नुभयो अरू केही गर्नु पर्दैन है अब तपाईँलाई यसको बारेमा अरू केही आइडिया छ नेपाल रेमिटेन्स यताउति झ्याप्झुप लेखिदिनुहोस् है त जे आइडिया छ त्यो मिल्नु पर्दैन के ग्रामर मिल्नु पर्दैन स्ट्रक्चर मिल्नु पर्दैन है अब मैले अहिलेलाई यो पेस्ट गरिदिएँ होइन किनभने हामीले अघि यो बनाएको थियौँ अब यसलाई मैले कपी गर्छु है त कपी गर्छु अनि म जान्छु जेमिनीमा फेरि म जेमिनीमा गएँ है गएँ अब गइसकेपछि अब मैले जेमिनीमा यो पेस्ट हानेँ होइन I want to make presentation on the topic के थियो हाम्रो अब यो प्रेजेन्टेसन यो भने होइन अब यहाँ हेर्नुहुन्छ भने यो अलिकति यो कस्तो छ भन्दाखेरि अलिकति प्रोफेसनल मान्छेले बुझ्ने टाइपको अलिकति गाह्रो ल्याङ्ग्वेजमा भनेको छ कि यो यत्रो उसहरू हामीले प्रेजेन्टेसन गर्न थाल्यौँ भने मान्छे बोर हुन्छ अलिकति सजिलो बनाउनु पर्यो है त म तपाईँलाई एउटा टिप्स दिए हो होइन I have given you the data convert I want data in presentation slides so I can make out of it भने होइन so give me the data in slides in JSON format. I will make presentation out of it. Make presentation इजी ल्याङ्ग्वेज भने होइन अनि मैले अघि नेगेटिभ प्रम्प्ट्सको कुरा गरेको थिएँ अब नेगेटिभ प्रम्प्टमा मैले यसमा के भन्छु भन्दाखेरि यो बाहेक अरू डाटा नहाल होइन डु नट एड अदर डाटा देन आई द डाटा ओन्ली एड द
एउटा आइडी पनि होइन। अब यो यति भनेर यसलाई अहिले फ्ल्यास छ 3.1 प्रो छ, लाइट छ होइन, अहिले फ्ल्यासमै दिएँ है। अब यसले के गर्छ हेरौँ है त। हेरिराख्नु भएको छ? मलाई सोध्नु भएको थियो विश्वजीले। ओके हेरिरहेको छु। चाहिँ दिँदैछ है। ठ्याक्कै ठ्याक्कै यसले यो डाटालाई हेर्छ अनि स्लाइड्सको उ गर्छ, यसले स्लाइड नै बनाइदिएछ। यो चाहिँ हाम्रो अलिकति उसमा उ भयो फ्रन्टमा होइन, यसले प्रेजेन्टेसन नै बनाइदिएको छ होइन। बट हामीलाई प्रेजेन्टेसन चाहिएको होइन, योसँग डाटा मात्र चाहिएको हो। कहिले काहीँ हेलुसिनेट गर्छ कि एआई टुलले। सो अब हामीले अर्को च्याट ओपन गरौँ यसको लागि, न्यू च्याट गरौँ अनि यो भनौँ आई वान्ट डाटा इन जेसन फर्मेट होइन। मैले यति भन्ने है त। अब यति नट प्रेजेन्टेसन यो भनेपछि अब यसले डाटा दिन्छ कि जेसन फर्मेटमा। प्रेजेन्टेसन पनि बनाइदिन्छ बट यसको त्यति राम्रो चाहिँ लाग्दैन है मलाई। यो झ्याप अलिकति टाइम लिन्छ अनि त्यसपछि हामी क्लाउडमा जानुपर्छ। हामी क्लाउडमा जाँदै गरौँ। ओके हेर्नुहोस् है त। अब हाम्रो यो माथिको डाटाको यसले यो जुन बनाइदियो होइन। अब यतापट्टि प्रेजेन्टेसन पनि बनाएको थियो होइन, हामीलाई यसबाट प्रेजेन्टेसन चाहिएको होइन। कपी गरेँ मैले, हामी जान्छौँ क्लाउडमा, क्लाउड.ai मा जाऊँ है त। सिम्पल यो फ्री टुल हो है, मैले केही पनि पेड टुल युज गरेको छैन। अनि क्रिएट मी प्रोफेसनल मिनिमल presentation of the JSON data I provided. Also add image if required. अब यति भन्दै होइन मैले दिएँ होइन। अब मलाई थाहा छैन यसको प्लान कतिसम्म छ, किनभने क्लाउडले एकदमै कम उ गर्छ कि तपाईँको जुन लिमिट हुन्छ नि एकदमै कम दिन्छ कि फ्री प्लानमा। त्यो भएर पनि होइन, अब यसमा दिनमा एउटा प्रेजेन्टेसन बनाउन सकिन्छ कि। अब जस्तो यो जुन मेरो अघि मैले जुन बनाएँ यो अर्को एकाउन्ट थियो होइन, मैले यसैमा फेरि दिएँ भने फेरि यसले आज गर्दैन, यो प्लान सकियो भन्छ होइन। मैले अर्को एकाउन्टबाट दिइरहेको छु, त्यो पनि तपाईँहरूले ख्याल गर्नु है त। अब हेरौँ है त, यसले लोडिङ अब उयो गर्छ, अलिकति टाइम लिन्छ आफूले होइन, के कसरी प्रेजेन्टेसन बनाउँछ चाहिँ त्यही हो। अब पिपिटिएक्समा दिन्छ यसले होइन। मैले यो भन्न चाहिँ बिर्सेछु कि पिपिटिएक्समा दिए भनेर। सो विश्वजी यसरी नै बनाउने हो है, तपाईँले अब बुझ्नुभयो? हस् बुझेँ, थ्याङ्क यू। हस् ल ठिक छ, केही भने यो हेरौँ होइन। अहिले लास्टमा हेरौँला, हामीले अरू डिस्कस गर्दै गरौँ। अनि अरू कसैलाई केही छ यहाँसम्म? सर त्यो हामीले जेसन फर्मेटै लिनुपर्छ, त्यसमा नलिँदा के हुन्छ र सर? नै जेसन भनेको एकदमै स्ट्रक्चर्ड फर्मेट हो। अनि त्यो जेसनमा के हुन्छ भन्दाखेरि ठ्याक्कै जे चाहिन्छ त्यो मात्रै हुन्छ कि अरू एक्स्ट्रा केही पनि हुँदैन। अनि एआईले सजिलै बुझ्छ अनि टोकन कम लाग्छ कि त्यसको लागि टेक्स्ट टोकन बनाउन चाहिँ हामीले क्लाउडमा आफ्नै यतिकै लेखेर पनि क्लाउडले बनाइदिन्छ। बट हामीले लेखेको पहिला त्यसले बुझ्छ अनि त्यसपछि त्यसलाई कन्भर्ट गर्छ डाटामा अनि बनाउँछ। हामीले अलरेडी अन्तबाट हामीले जेसनमा स्ट्रक्चर ल्याइदियो भने त उसलाई टोकन कम लाग्यो नि त। त्यही भएर जेसन फर्मेट भनेको एकदमै, मैले भिडियो पनि बनाएको थिएँ होला, तपाईँले जेसनको भिडियो हेर्नु भयो कि भएन? मैले त्यहाँ भनेको थिएँ जेसन फर्मेटमा कसरी युज गर्ने भनेर। छैन सर। मेरो च्यानलमा गएर हेर्न सक्नुहुन्छ, मैले रिसेन्टली बनाएको छु। हजुर भन्नुहोस् न। अघिको त्यो द अल्टिमेट प्रेजेन्टेसन ह्याक भन्ने पेज खोलिदिनु न, मैले राइट डाउन गर्दै थिएँ कपीमा, तपाईँले बन्द गरिदिनु भयो। ए यो मैले यो पठाइदिन्छु तपाईँहरूलाई, यो स्लाइड नै पठाइदिउँला, बुझ्नुभयो? हुन्छ सर, हुन्छ। अहिले लेखिराख्नु भयो, अहिले हेरिराख्नुहोस्, यो पठाइदिउँला, यसले बनाउँदै गर्छ। अब हामी एउटा लास्ट कुरा सिक्नेछौँ, वेबसाइट कसरी बनाउने भन्ने होइन। अब वेबसाइट बनाउन कोडिङ जान्नुपर्छ, त्यो यताउति कुरा हो भन्ने कुरा हुन्छ। यसको लागि के भन्छु, हो जान्नुपर्छ, कोडिङ आउनुपर्छ वेबसाइट बनाउनु। यदि प्रोडक्सन लेभलको वेबसाइट बनाउने हो भने चाहिँ कोडिङ जान्नुपर्छ। हजुर भन्नु त विश्वजी, फेरि हात उठाउनु भयो? होइन सर, झुकेर आएछ। ए होइन, ठिक छ। सो अब तपाईँ कसैले त कुनै अब इन्डियन कन्टेन्ट क्रिएटरहरूले, यो टेकको मान्छेहरूले यहाँ से आप वेबसाइट बना सकते हैं और आप लाखों में बेच सकते हैं भन्छ होइन। त्यो वेबसाइटको बेसिक कुराहरू नजानिकन सम्भव नै छैन। बट मैले तपाईँलाई यहाँ वेबसाइट के को लागि बनाउनु सिकाउँदैछु भन्दाखेरि आफ्नो जुन प्रोडक्टिभिटीको काम हुन्छ नि आफूले उ गर्ने, त्यसको लागि चाहिँ मैले वेबसाइट बनाउन तपाईँहरूलाई सिकाउँदैछु। जुन तपाईँले रेगुलर आफ्नो उसको लागि केही आफ्नो आइडिया छ भने चाहिँ त्यसको लागि गर्न सक्नुहुन्छ। हुनसक्छ तपाईँको आइडिया राम्रो हुन्छ, पछि त्यसलाई प्रोडक्सनमा लान सकिन्छ।
जस्तो तपाईँले अहिले जति पनि हाम्रो टेक जाइन्टहरू देख्नुहुन्छ त्यो सबै आफ्नो लागि बनाएका हुन् कि फर्स्टमा। सो फेसबुक पनि मार्क जुकरबर्गले आफ्नो कलेजमा चाहिँ मान्छेहरूलाई चाहिँ चिन्न सकियोस् भनेर उसले पहिला बनाएको थियो आफ्नो लागि। उसले सोचेकै थिएन कि मैले विश्वभरिलाई मान्छेलाई यो यसको सर्भिस दिन्छु भनेर। उसको पछि भएको अब गिटहब भन्नुहुन्छ भने जस्तो कोडिङको कसैलाई आउँछ भने चाहिँ गिटहब भन्ने हुन्छ। गिटहबमा के हुन्छ भने हामीले आफ्नो लेखेको कोडहरू म्यानेज गर्न सकिन्छ क्या। यो बनाउने मान्छेले सुरुमा आफ्नै कोड म्यानेज गर्नलाई बनाएको थियो, पछि अरूलाई काम लाग्यो होइन। सो त्यो पछिको कुरा पछि हुन्छ प्रोडक्सन लेभलको होइन। म तपाईँलाई यहाँ यो पनि भनिदिने कि तपाईँलाई प्रोडक्सन लेभलको वेबसाइट बनाउनु सिकाइदिन्छु भनेर त्यो एक दिन एकछिन बसेर सम्भव नै छैन, 2-3 महिनै सिक्नुपर्छ होइन। सो अब त्यसको लागि हामीसँग एउटा राम्रो टुल छ। मैले यहाँ कहाँ लेखेको छु, यहाँ लाइभ कोडिङ छ। ओके, एउटा मैले तपाईँहरूलाई ह्याबिट ट्र्याकर भनेर बनाउनु सिकाउँछु है, बुझ्नुभयो? सो जस्तो वेबसाइटमा हामीले जस्तो ड्युटी रोस्टर पनि बनाउन पायो है। जस्तो हाम्रो अब 10-12 जना हुन्छ, मर्निङ डे इभिनिङ नाइटहरू सिफ्ट हुन्छ। त्यो राखेपछि त्यसले ड्युटी बनाइन्छ होइन, आवर टोटल आवर कति हो, ओभर टाइम कति हो त्यस्तो। एकदम बनाइदिन्छ, एकदम त्यो चाहिँ एकदम पोसिबल छ त्यो आफ्नो लागि होइन। म तपाईँहरूलाई एउटा इक्जाम्पल दिन्छु, तपाईँहरू त्यसबाट चाहिँ बनाउन सक्नुहुन्छ है त। मैले यहाँ एउटा डेली ह्याबिट ट्र्याकर वेब एप बनाउन सिकाउँछु है त तपाईँहरूलाई, बुझ्नुभयो? हाम्रो आफ्नो दिनको ह्याबिट ट्र्याक के आफूलाई दिनमा के गर्नु छ। अब यसैलाई दिनमा मेरो टास्कहरूको होइन, जस्तो तपाईँले भन्नुभयो टिममा काम गर्नुहुन्छ, मेरो टिममा 5 जना मान्छे छ, 5 जना मान्छेको लागि दिनदिनै मैले टास्क एसाइन गर्न सकौँ होइन। अनि उनीहरूले काम कतिको गरे भने त प्रोग्रेस हेर्न सकौँ, त्यस्तो टाइपको वेबसाइट चाहिँ हामीले बनाउन सकिन्छ होइन। त्यसको लागि हामीले युज गरिन्छ गुगल एआई स्टुडियो है। यो एकदम फ्री छ है, जेमिनीकै हो, गुगलकै हो होइन। गुगलले जे होस् हाम्रो लागि धेरै काम गरेको छ, हामी जान्छौँ है त त्यहाँ एआई स्टुडियो। ओके, नोट गरेर राख्नु होला। यतापट्टि हाम्रो ल अघिको प्रेजेन्टेसन बनेछ है। ल हेर्नु त, हामीले त रिसर्च गरेर यस्तो राम्रो प्रेजेन्टेसन पनि बनाइसक्यौँ फ्रीमा एकैछिनमा है। यो जुन हामीले उसको बनाएको थियौँ, सो क्लडले बनाइदिएछ, यसलाई तपाईँले डाउनलोड गरेर एडिट गर्न सक्नुहुन्छ। यो कहीँ गएर प्रेजेन्ट गर्न सक्यो। 9% जिडिपी, 6% करेन्टमा छ, हामीले सर्भिस जिडिपी 60% छ होइन। यो दामी भएको छ। ओके, हामी चाहिँ एप बनाउनमा लागौँ है। अब गुगल एआई स्टुडियो छ होइन, यो फ्रीमा पनि युज गर्न सकिन्छ। अब तपाईँलाई युज गर्नु छ भने अब यो यसरी खुल्छ, यस्तो राम्रो खुल्छ है। अब यहाँ तपाईँहरूले आफ्नो एप डिस्क्राइब गर्नु पर्यो है। बिल्ड एन्ड एन्ड्रोइड एप छ, गुगल ड्राइभ छ, यताउति छ, अरू धेरै फिचर छ। हामीले आफ्नो एप डिस्कस गर्छौँ होइन। त्यसको लागि पहिला हामीले एउटा प्रम्प्ट लिन्छौँ है त। हामीले कहाँको गरेको एउटा प्रम्प्ट होइन। ओके ओके, मैले एउटा यो प्रम्प्ट मैले लेखेर राखेको थिएँ, त्यो लिन्छु है त। ल अरू तपाईँले भन्नुभएको थियो 5 जना मान्छेलाई चाहिँ टास्क एसाइन गर्ने, कि त मैले त्यो बनाएर देखाइदिउँ भन्नु त? हुन्छ, त्यो बनाइदिनु। एकचोटि मलाई एकचोटि फेरि एक्सप्लेन गरिदिनु त, तपाईँले के बनाउन खोज्नु भएको अरे? हाम्रोमा 10 जना छ। हजुर, 10 जनामा अब भनौँ न मर्निङ डे इभिनिङ नाइट। मर्निङ भनेको बिहान 7 देखि 3, हजुर डे भनेको 9 देखि 5, हजुर हजुर इभिनिङ भनेको 11 देखि 7, हजुर हजुर। नाइट भनेको 12 देखि बिहान 7 बजेसम्म। ओके, अब त्यसको लागि चाहिँ तपाईँले टास्कहरू एसाइन गर्ने अनि टास्कहरू ट्र्याक गर्ने एउटा साइट बनाउनु खोज्नु भएको छैन? त्यो ड्युटी त्यस्तोहरू मिलाइदिने, अनि ओभर टाइम पनि निकाल्ने, कतिले कति काम गर्यो होइन त्यसरी। ओके, अब हेर्नुहोस्, मैले भने माथि र माई कम्पनी हेज 10 पिपल, देयर आर 3 शिफ्ट वर्कर्स है त। मैले अलिक सर्टकटमा तपाईँहरूलाई भनिदिएँ किनभने टाइम थोरै छ। हुन्छ, अहिले बुझ्नको लागि मात्रै पछि हामी फेरि गरौँला। अहिले डैशबोर्ड टु ट्र्याक देयर आवर्स एन्ड स्केड्युल्स अल्सो इट सुड। अनि लास्टमा एक्सेल सिटमा दिने के ठ्याक्कै भनौँ, एउटा सिट जस्तो बनाएर टोटल नाम शुद्ध आओस् के। अल्सो गिभ अस अपकमिङ शिफ्ट चेन्जेस। त्यो पर्सनले कुन ड्युटी गर्यो, कति घन्टा काम गर्यो, टोटल आवर पनि आउने कि ठ्याक्कै लास्टमा। ओभर टाइम ओभर टाइम अलर्ट्स एन्ड विथ गुगल क्यालेन्डर एन्ड एउटा लास्टमा एउटा सिट, मन्थली सिट एउटा। सुड बी। यो अहिले हामी पुरै एआईमा डिपेन्डेन्ट हुँदै हुन्छ कि यसरी पछि हुँदा हुँदा यो त अनि फेरि नेट चलेन त बरद हुन्छ। हाम्रो के हुन्छ दिमाग पछि। ल ठिक छ, यता हेरौँ है त पहिला। अल्सो फिचर फर हामीले के भन्यो सिटमा होइन, गुगल सिटमा फर एक्सट्र्याक्टिङ डाटा इन गुगल सिट whenever Google Sheet in daily, weekly and daily, weekly and costume
अब सरी ओके कस्टम टाइम रेन्ज भनेर मैले यो भने है त। अब यो बेसिक आइडिया हो, यहाँ हामीले राम्रोसँग प्रम्प्ट हालेकै छैनौँ है त। यसबाट हेरौँ न कतिको बन्छ। हुन्छ सर। ओके अब यसमा चाहिँ तपाईँले अब आफ्नो मजाले तपाईँले डिस्क्राइब गरेर बनाउन सक्नुहुन्छ। अब यो हामीले दिउँ होइन, अलिकति टाइम चाहिँ लिन्छ, एपै बनाउनु छ हामीलाई होइन, वेब एप नै बनाउनु छ होइन, आफ्नो लागि अरूको लागि भन्दा पनि। अब हेरौँ है त, अब यसले बनाउँदै गर्छ, झ्याम 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 बनाउँदै गर्छ, अलिकति टाइम लिन्छ है यसले। सो त्यति बेलासम्म चाहिँ हामी यसले बनाउँदासम्म हामी अब अरू डिस्कस गरौँ है त। हाम्रो लगभग यति नै थियो। अब 1 घन्टा भनेको लगभग 2 घन्टा भयो हाम्रो होइन, तर केही छैन, हजुरहरूलाई सिकाउन पाएँ। अब अघिको यो प्रेजेन्टेसन पनि जुन हामीले कुन सरले भन्नुभएको थियो हाम्रो रेमिटेन्सको, अब त्यो रिसर्च सर आज धेरै सिकेको कुरा सर, यो वाइडेन भयो क्या, हाम्रो चाहिँ ब्रोडन भयो क्या, हाम्रो यस्तो पनि हुँदो रहेछ उस्तो हुँदो रहेछ, एआई को कहाँसम्म युटिलाइज गर्न सकिन्छ भन्ने कुरा थाहा भयो। हामीले च्याट जिपिटी मात्रै गर्थ्यो नि त, च्याट जिपिटी हुन्थ्यो। अब यो बन्दै गर्छ है, अब कति टाइम लाग्छ, अब यो यताउति यो सबै यो क्यालेन्डर गुगल सिट एड गर्दैछ क्या यसले यहाँ, यो मजाले अटोमेटिकली टर्न मेसी डाटा इन्टु निट रज एन्ड क्लियर ड्यासबोर्ड्स है। ओके यो बन्दै गर्छ, त्यतिन्जेलसम्म अब हामी एकचोटि हजुरसँग डिस्कस गरौँ है त, के कस्तो लाग्यो है। सर नेपालीबाट टाइप गर्दा पनि हुन्छ गुगल सर मैले एउटा क्वेसन सोधौँ। हजुर हजुर भन्नुहोस् त। सर गुगल एआई स्टुडियोबाट हामीले खास के कस्ता चिजहरू गर्न सक्छौँ, यसबाट के बनाउन सक्छौँ, के गर्न सक्छौँ? गुगल एआई स्टुडियो भनेको एउटा यस्तो प्लेटफर्म हो जहाँबाट चाहिँ तपाईँले जस्तो भाइब कोडिङ भन्ने कुरालाई त्यसले एकदमै ट्रान्सफर गरिदियो कि आइडिया कोडिङ भयो कि, तपाईँले आइडिया चाहियो अनि त्यो आइडियाबाट तपाईँले एप मोबाइल एप पनि बनाउन सक्नुहुन्छ, वेबसाइट पनि बनाउन सक्नुहुन्छ, या तपाईँले जस्तो गुगलको जुन एपिआई कि युज गरेर आफैले नै स्क्रिप्टहरू गर्ने पनि बनाउन सक्नुहुन्छ कि। ओके लबेबल र रेप्लिट भनेको पनि सेम त्यही नै हो। मैले रेप्लिटमा एउटा इक्जाम्पल देखाइदिन्छु है त। मैले रेप्लिट युज गरेको थिएँ। ओके जुन मैले तपाईँलाई डेली हेबिट ट्र्याकिङ भनेको थिएँ नि, हेबिट के आफ्नो बानी ट्र्याक गर्नलाई, यो मैले रेप्लिटमा बनाइसकेको थिएँ। तपाईँलाई मैले एउटा इक्जाम्पल दिन्छु है त, त्यो बन्दासम्म रेप्लिट सोध्नुभयो। ओके मेरो डेली हेर्नु, आजको दिन छ टुडेज प्र्याक्टिस, मेरो 5वटा हेबिट छ, टक टु क्लाइन्ट, राइट 5 भिडियो स्क्रिप्ट, यो मैले आजको दिएँ होइन। अब भोलि आउनु पऱ्यो, अब विकमा हेरेँ मेरो 14% कम्प्लिसन रेट छ, 5% यो छ। रेप्लिट पनि सेम टु सेम हो, भाइब कोडिङ टुल हो है, अलिकति प्राइसिङमा फरक पर्न सक्छ होइन। अब यो 1 डे अफ 7 होइन, मैले यो हप्ताको 14% काम सकाएँ भनेर यहाँ ट्र्याक दियो कि होइन, यो सिम्पल छ। सो एउटै कुरा हो, मतलब एउटै काम गर्ने हो। अब यसको कति टाइम लाग्ला एकछिन हेरौँ है। अरू केही छ भने सोध्नुहोस् न है हजुरहरूले। के सर यसको के नर्मल ब्याकएन्ड फ्रन्ट एन्डहरू भएको होइन, त्यो होटेलहरूको जो जस्तै बुकिङ सिस्टमहरू म्यानेज गर्न मिल्ने खालको बनाउन मिल्छ कि मिल्दैन? यस्तो हुन्छ, अब तपाईँले जुन भन्नुभयो, तपाईँले अलिकति प्रोडक्सन लेभलको कुरा गर्नुभयो भने चाहिँ त्यसलाई अलिकति कति कमी चाहिँ हुन्छ यहाँबाट बनाउने भने होइन। बनाउनु त बनाइदिन्छ, तपाईँले कोड पनि हाल्न सक्नुहुन्छ, तर अलिकति आफूले कोडहरू जस्तो तपाईँले ब्याकएन्ड र फ्रन्ट एन्डकै कुरा गर्दाखेरि चाहिँ अब यो ब्याकएन्ड र फ्रन्ट एन्ड नै इम्प्लिमेन्ट गर्नु छ भने चाहिँ हामीले भाइब कोडिङ गरेर पनि हामीले एन्टिग्राभिटी या क्लाउड कोड याबाट चाहिँ हामीले एउटा प्रोडक्सन चाहिँ गर्नुपर्छ, प्रोडक्सनको लागि स्ट्याकहरू युज गर्नुपर्छ। सो यहाँबाट चाहिँ त्यो हाई लेभलको एक्सपेक्टेसन चाहिँ नगर्नु, बनाइदिन यो गुगल एआई स्टुडियोबाट भन्न खोजेको होइन, त्यो थाहा थियो, लबेबल, रेप्लिट, कर्सर, एन्टिग्राभिटी थाहा छ, मतलब तिनीहरूबाट चाहिँ यतिको लेभलसम्मको चाहिँ बिल्ड गर्न मिल्छ होला नि त। त्यो त अब आफूमा डिपेन्ड गर्छ कुन लेभलको भन्ने कुरा होइन। एकैछिन है त लक्ष्मीजी, आफूमा डिपेन्ड गर्छ। जस्तो अब तपाईँले अब लबेबल युज गर्नुहुन्छ या गर्नुहुन्छ भने अब त्यसको प्लान लिनुभएको छ भने त्यसबाट अझै ठुलो प्रोजेक्ट्सहरू बनाउन सक्नुहुन्छ, या ठुल्ठुलो जस्तो प्रोडक्सनको लागि गर्नु छ भने चाहिँ हामीले जस्तो मैले आफै नै एन्टिग्राभिटीहरू युज गर्छु होइन। मैले गुगल एआई स्टुडियोमा चाहिँ सानो सिम्पल आफूलाई चाहिने वेब एप्सहरू बनाउँछु होइन। प्रोडक्सन रेडी कहिले एपिआई कीहरू चाहिएछ कसैलाई दिनु छ भने सिम्पल बनाइदिन्छ होइन। धेरै ठुलो लेभलको चाहिँ क्लेम चाहिँ गर्छ कम्पनीले, बट जहाँसम्म मेरो अनुभव छ त्यो जति मैले युज गरेको छु त्यसले त्यति प्रोडक्सन लेभलको काम चाहिँ त्यति ठुलो गर्दैन। आफ्नो लागि उहरूको लागि गिटअपतिर पुस गर्नको लागि कामहरू ठिकठाकै हुन्छ। मतलब ठिकठाक भन्नाले यो नर्मल खालको त्यो सिम्पल होटलहरूको बुकिङ सिस्टमहरूसम्मको चाहिँ म्यानेज गर्न सकिन्छ, आफ्नै लागि सकिन्छ। अब यहीँ हेरौँ न, अब उहाँले भन्नुभएको छ, अब यहाँ यो गर्दै गरौँ। अनि हेबिट ट्र्याकिङको बारेमा भनिदिनु र भन्नुभएको छ। यो हेबिट ट्र्याकिङ भने चाहिँ मैले एप बनाएको थिएँ कि, मतलब यो भाइब कोडिङबाट। अब भाइब कोडिङ भन्दा पनि जुन त्यो अघिको जुन मैले थियो हो त्यसको लागि चाहिँ मैले एउटा मेरो दिनदिनैको हेबिट ट्र्याक गरोस्, मेरो 5वटा हेबिट छ अनि विकली मलाई रिपोर्ट दियोस् भनेर मैले एउटा प्रम्प्ट दिएको थिएँ। अनि उसले यो रेप्लिटले चाहिँ यस्तो बनाइदिएको थियो कि। अब मैले आजको चाहिँ दिइसकेँ होइन, अब यसलाई मैले चाहिँ रिन्युट गर्छु है त। ओके अब यो आजको भइसक्यो, अब यो मलाई भोलिको डेटलाई कुर्नुपर्छ कि यो
अब भोलि मैले के काम गर्छु त, मेरो काम हो टक टु क्लाइन्ट होइन, मेरो टक टु क्लाइन्टको काम पुरा भयो भने टिक लगाइदिन्छु भोलि। यदि मैले भोलि 15 पेज पढ्न सकिनँ भने मैले भोलि यो टिक लाउँदिनँ कि। टिक नलागेपछि मेरो यहाँ विकलीमा यो लगभग इन्डमा आएको छौँ होइन। अब लास्टमा अब यो यसको रिजल्ट हामीले हेरौँ भनेको सकेसम्म बन्यो भने चाहिँ होइन, अब बन्दैछ होइन। अब वेट गर्नलाई यताउति अलिअलि भनेको छ यसले। अलिकति ठुलै हामीले ट्राई गऱ्यौँ कि जस्तो लाग्यो कि, किनभने अलिकति बन्न टाइम लाग्यो यसले। मैले यो जुन रेप्लिटमा बनाएँ त्यो चाहिँ अलिकति सिम्पल थियो। ठिक छ, त्यही पनि अब म 44 छ, हामी 50 सम्म हेरौँ होइन। त्यो बन्यो भने त्यो हेरौँला, नभए चाहिँ हामी बिदा गर्नुपर्ने हुन्छ होइन, बिदा माग्नुपर्ने हुन्छ। के कस्तो लाग्यो एकचोटि सर रिभ्यू पनि भनिदिनुहोस्। अनि हाम्रो क्लासेसहरू तपाईँ जोइन गर्न चाहनुहुन्छ भने चाहिँ त्यो ग्रुपमा तपाईँहरू भन्न सक्नुहुन्छ, कन्टेन्ट क्रिएसनमा जोइन गर्न चाहनुहुन्छ कि यही एआई सिक्नलाई जोइन गर्न चाहनुहुन्छ भनेर। अनि यसको मैले तपाईँहरूलाई रेकर्डिङ चाहिँ पठाइदिन्छु। यदि कोही पनि अब कति धेरै त छुट्नु भएको छ होइन, अब कति धेरैको टाइम मिलेन होला यही टाइममा होइन, मैले यो हालिदिन्छु ग्रुपमा यो रेकर्डिङ चाहिँ भोलिसम्म। अनि अरू पनि प्रम्प्ट्सहरू पनि तपाईँहरूलाई पठाइदिन्छु, रिसोर्सेसहरू। सो ल, अब तपाईँहरूले भन्नु, रिभ्यू दिनु है त आजको क्लासको के छ, कस्तो लाग्यो भनेर। एकदम राम्रो छ, धेरै कुरा सिकियो, धन्यवाद हजुरलाई। ठिक छ, सोचेको भन्दा राम्रो छ। धेरै राम्रो सोचेको भन्दा एकदम राम्रो लाग्यो सर आज। हुन्छ, मलाई पनि सिकाउन हुँदा एकदम खुसी लाग्यो। एआईको क्लास चाहिँ अर्को हप्ता हो कि के हो सर? एआईको चाहिँ यो हप्ता चाहिँ क्लास भएन, किनभने मैले यता बुट क्याम्पहरू गर्नु छ भनेर मैले यो हप्ता क्लास गर्दिनँ भने मैले उतापट्टि गरिदिएको थिएँ। अर्को हप्ता यस्तो गरौँ न त, अर्को हप्ता एआईको बारेमा 3 दिन हामीले अलिकति डिटेल क्लास गरौँ। यो तपाईँहरूलाई प्र्याक्टिकल्ली गराएर यही कुराहरूलाई डिपली अझै अरू कुराहरूलाई पनि गरौँला अर्को हप्ता। तपाईँहरू इन्ट्रेस्टेड हुनुहुन्छ भने फर्म पठाइदिन्छु। अर्को हप्ता हामीले अझै 2टा भिडियो रिलिज गर्छौँ। अनि त्यो भिडियोबाट पनि जति आउनुहुन्छ अनि फेरि 3 दिन गरेर आनन्दले सिकौँला के। जस्तो अब यो आज यो एप बनाउने छ होइन, अब यो अलिकति ढिलो भयो होइन, अब कस्तो बनाइदिन्छ, अझै बनाउँदैछ यसले होइन। सो अब 50 सम्म बन्यो भने चाहिँ हामी हेरौँ होइन, नभए चाहिँ यसले बनाइदिन्छ। बनाइसकेपछि चाहिँ मैले तपाईँहरूलाई बरु ग्रुपमा ल यो एप बनेछ है भनेर त्यो चाहिँ म पठाइदिन्छु है। सो नेक्स्ट विक चाहिँ एउटा प्लान गरौँ होइन, कोर्सको 3 दिन हुन्छ होइन, हप्ताको 1 दिन हुन्छ, मतलब हप्ताको एकचोटि हुन्छ 3 दिनको। अनि यो विक चाहिँ यो मैले यता बुट क्याम्पमा टाइम दिएँ। अनि कन्टेन्ट क्रिएसनको चाहिँ चलिरहेको छ, कति दिन भयो, आज 3-4 दिन भयो, 6 दिनको हुन्छ कन्टेन्ट क्रिएसनको चाहिँ। अनि त्यसमा पनि जोइन हुन चाहनुहुन्छ भने जोइन हुन सक्नुहुन्छ। अर्को हप्ता म जोइन गरिदिन्छु। कन्टेन्ट क्रिएसन भने कस्तो खाले हो सर? कन्टेन्ट क्रिएसनमा कन्टेन्ट कसरी बनाउने, एआई नै युज गरेर। अब यसमा हामीले एआई टुलहरू, वेबसाइटहरू बनाउन सिकेछ। त्यसमा चाहिँ भिडियोजहरू कसरी बनाउने, कसरी खिच्ने, कसरी लेख्ने, अनि कसरी भिडियोलाई चलाउने, कसरी भिडियो भाइरल हुन्छ, A to Z सिकाइदिन्छौँ तपाईँहरूलाई। जस्तो हामी अब जुन हिसाबले ग्रो भयौँ, हामीले सिकेको कुराहरू चाहिँ तपाईँहरूलाई भनिदिन्छौँ। कन्टेन्ट क्रिएसनको चाहिँ मैले कन्टेन्ट क्रिएसन सिक्नु छ भने पनि हुन्छ। तपाईँहरूलाई इमेलमा आएको छ होला, तपाईँले इमेलमा पनि रिप्लाई गर्न सक्नुहुन्छ। या मैले सबैलाई फेरि एकचोटि इमेलमा नयाँ मेल पठाइदिन्छु, नयाँ जुन फर्म पठाइदिन्छु। कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने त्यहाँ हुन्छ। कन्टेन्ट क्रिएसनको सर्ट कोर्स हुँदैन, हाम्रो कन्टेन्ट क्रिएसनको अस्ति भएको थियो, हजुर सायद छुट्नु भयो होला। हाम्रो 1 दिनको बुट क्याम्प भएको थियो, भइरहेको छ, सर्ट कोर्स गराइन्छ होइन। अब 1 दिनको भ्याइँदैन कि, 1 दिनमा कति भ्याउनु। अब आज म 1.5 घन्टा 2 घन्टा बसेँ होइन, बट यो 1.5 घन्टा 2 घन्टा बसेर भन्दा पनि 1 घन्टा 1 दिनमा 1 घन्टा दिएर 3 दिनसम्म गऱ्यो भने चाहिँ धेरै फाइदा हुन्छ। तपाईँहरूलाई केही टास्कहरू दिन्छु, भोलि तपाईँहरूले गरेर ल्याउनुहुन्छ, हेर्छु होइन। त्यो हिसाबले तपाईँहरूलाई सजिलो हुन्छ। बट अब 1 दिन सिकाएर चाहिँ अलिकति गाह्रो हुन्छ कि कन्टेन्ट क्रिएसन सर्टको लागि। तपाईँहरू भन्नुहुन्छ भने यस्तै बुट क्याम्पमा राखिदिन्छु, त्यसको त केही छैन होइन। 1 दिन फेरि राखौँला बुट क्याम्प होइन। चार्जेस तपाईँलाई पठाइदिन्छौँ हामी, तपाईँलाई फर्ममै हुन्छ, त्यही नै क्युआर हुन्छ, तपाईँहरूले त्यहाँ गरेर जोइन हुन सक्नुहुन्छ है त। चार्जेस चाहिँ फर्ममै हुन्छ। नेक्स्ट विक हामी गर्छौँ, तपाईँहरूलाई अब प्रिपेयर गरेर एआईको लागि चाहिँ 3 डेज। अब यसैको लागि अब तपाईँले रिसर्चहरू गर्न, अब धेरै कुरा त अहिले नै सिकिसक्नुभयो होइन, यही कुरालाई अझै डिपली अझै प्र्याक्टिकल्ली सिक्नेछौँ। सो अब चाहिँ अब लगभग 2 मिनट कुरौँ है हामी। त्यसपछि अब यो एप बन्यो भने बन्यो, बनेन भने चाहिँ यो एप चाहिँ अब बन्ने प्रोसेसमा छ। मैले भोलि तपाईँहरूलाई पठाइदिन्छु वाट्सएप ग्रुपमा है। अनि वाट्सएप ग्रुपको लिङ्क चाहिँ तपाईँहरूलाई इमेलमा पठाइदिन्छु है म सबैलाई। यदि कसैको छैन भने इमेलबाट गर्नु। 1 दिन राखौँ न भन्नुभएको छ, हुन्छ। त्यसो भए नेक्स्ट विक 1 दिन बुट क्याम्प राखौँला। कोर्समा जोइन हुनु छ भने पनि हुनु होला है त। 1 दिनको बुट क्याम्प राखौँला, ठिक छ। अलिकति कम प्रोभाइड गर्न सक्छु कि मैले 1 दिनमा भन्ने लाग्छ कि मलाई। हुन्छ, त्यसो भए 1 दिनको बुट क्याम्प ल नेक्स्ट विक राखौँला। त्यसको पनि मैले फर्म पठाउँछु, तपाईँहरूले फर्म भर्नु होला। अनि यो हाम्रो यो उसको कोर्सको पनि रेगुलर पठाउँछु होइन, यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने। ठिक छ ल, अब 1 मिनट छ है लास्ट।
अब 1 मिनेटसम्म एप बन्यो भने हेरौँला होइन, बनेन भने म यो एप भोलि पठाइदिन्छु है तपाईँहरूलाई। ल ल ठिक छ, ओके, थ्याङ्क यू सबैजनालाई, एकदमै खुसी लाग्यो सबैजना आउनुभयो। प्रम्प्टहरू हुन्छ म भोलि पठाइदिन्छु है, सबै रिसोर्सेस तपाईँलाई, यो रेकर्डिङ अनि प्रम्प्ट्स अनि सबै म भोलि पठाइदिन्छु। केही क्वेसन्सहरू छ भने ग्रुपमा सोध्दै गर्नु होला, भोलि म रिप्लाई गर्छु। ग्रुपमा भन्दा पनि मेरो नम्बर छ त्यहाँ, रिसभ भनेर तपाईँले हेर्न सक्नुहुन्छ, रिसभ एक्सपिरियन्स। इन्डिभिजुअली सोध्नुभयो भने मलाई सजिलो हुन्छ, एकै ग्रुपमा सोध्नुभयो भन्दा पनि। ओके।